हुन सक्छ, त्यो एउटा व्यक्तिबाट अर्को व्यक्तिमा ट्रान्सफर गर्ने कार्यलाई भनिन्छ। कार्यालयमा यो सञ्चारको ठुलो रोल छ। कार्यालयमा सञ्चार भनेको अब रगत मुटुको जस्तो काम गर्छ, त्यसले रक्त सञ्चारको जस्तो काम गर्छ। सञ्चार भएन भने जस्तो प्रशासनमा सञ्चार भएन भने एक अर्काको धारणा विचार यो प्रवाह गर्न सकिँदैन। त्यसैले सञ्चारको यो सार्वजनिक प्रशासनमा सञ्चारको ठुलो महत्त्व छ। कार्यालयमा पनि भेटवार्ता, बैठक, गोष्ठी, सम्मेलन, चिठीपत्र आदान प्रदान लगायतको कार्यहरू गर्नुपर्छ। यसको लागि सञ्चार नै हो यो सूचना आदान प्रदान गर्ने माध्यम। सञ्चारले के हुन्छ भन्दा अस्पष्टता भएको, भ्रम भएको, दुविधा भएको, शङ्का भएको को खण्डमा त्यसलाई शङ्का निवारण गर्ने, दुविधा हटाउने, अस्पष्टता हटाउने यो कार्यमा सञ्चारले मद्दत गर्छ या टेवा पुर्याउँछ। सञ्चारको माध्यम यो प्रक्रियागत अवरोधहरू हटाउन पनि सञ्चारको सहयोग लिइन्छ है। यसमा विशेष गरेर भाषागत अवरोध हुनसक्छ, भौगोलिक अवरोधहरू हुनसक्छ। यो अवरोध भनेको सञ्चार के कारणले गर्दाखेरि सञ्चारमा अप्ठ्यारो हुन्छ, ती सबै सञ्चारका अवरोधको रूपमा लिन सक्छौँ। सञ्चार भनेको यसमा तत्त्वहरू भन्ने देख्नु भएको छ। मेनली सूचना जसले कसैले कुनै एउटा तहबाट पठाइन्छ, त्यो सूचना अर्कोले प्राप्त गर्छ। यसको बिचमा के हुन्छ भने त्यो इन्फर्मेसनहरू ट्रान्सफर हुने हो र एउटा च्यानल मार्फत सञ्चार प्रवाह हुन्छ र अर्को व्यक्तिले या संस्थाले बुझ्ने, सिकाइ हुने या लर्निङ हुने कुराहरूसम्मको अवस्थालाई हामी यो 5 वटा कुरालाई सञ्चारका तत्त्वमा राख्न सक्छौँ। एउटा सूचना प्रवाह, सेन्डर, सूचना प्रवाह गर्ने व्यक्ति या संस्था, अर्को मेसेज सूचना, अर्को प्रसार हुने प्रक्रिया या च्यानल भन्नुहोस् या माध्यम भन्नुहोस्, त्यसपछि सूचना प्राप्त गर्ने अर्को व्यक्ति, संस्था र सूचनाको प्राप्तिपछि स्वीकार गर्ने, त्यसलाई बुझाइ गर्ने र धारणा बनाउने कार्यहरूसम्मको यी अवस्थाहरूलाई हामी यी तत्त्वहरू नै सञ्चारका इम्पोर्टेन्ट या महत्त्वपूर्ण तत्त्वहरू, मेजर तत्त्व भनेको यस्तो प्रकारको तत्त्वहरू हुने गर्छ। अब सञ्चारको तरिकाहरू वा सिपहरू, यसमा एकहोरो सञ्चार भनेर लिन सक्छौँ हामी है। 1 वे कम्युनिकेसन, अर्को 2 वे कम्युनिकेसन। जस्तो रेडियो भनेको 1 वे कम्युनिकेसनको साधन हो। सञ्चारको साधन भनेको एकहोरो है। रेडियो भनेको एफएम भनेको एकहोरो। वाकिटकी देख्नुहुन्छ तपाईँले, वाकिटकीमा त दुईतर्फी नै हुन्छ है। एकतिरबाट बोल्छ, अर्कोतिरबाट नि बोल्न मिल्ने खालको हुन्छ। यो दोहोरो भनेको कस्तो भने टेलिफोन हुन्छ। टेलिफोनमा एकतिरबाट बोल्ने, अर्कोतिरबाट सुन्ने हुन्छ भनेको अर्कोतिरबाट पनि बोल्न मिल्छ, दोहोरो रूपमा नै संवाद गर्न मिल्छ। त्यस्ता खालका सञ्चारका साधनहरूलाई हामी दोहोरो सञ्चार भन्छौँ। यो सञ्चार गर्ने तरिकाहरूमा पर्ने हो। अभिव्यक्तिको आधारमा यो आफ्नो बोली या धारणा प्रकट गर्ने माध्यमको आधारमा भनेको है। अभिव्यक्ति भनेको व्यक्त गरेका कुराहरूको बाहिर ल्याउने या त्यसलाई चाहिँ प्रस्फुटन गर्ने आधारमा भनेको एउटा लेखेर पनि अभिव्यक्ति दिन सकिन्छ आफ्नो धारणा, अर्को बोलेर पनि दिन सकिन्छ, त्यसलाई मौखिक भन्छ। यो बुलेट बिग्रेर डड भएको छ है, लिखित, अर्को मौखिक मात्रै हो त्यो। अर्को श्रव्य दृश्य। श्रव्य दृश्य भनेको बोल्ने पनि सुन्ने पनि दुवै किसिमको भएकोलाई हामी श्रव्य दृश्य भन्छौँ। बोलेर पनि बोल्ने सुन्ने, जस्तो कि रेकर्ड। अहिले तपाईँ हामीले युट्युबमा धेरै भिडियोहरू देख्छौँ, सन्देशहरू पठाएको देख्छौँ, या मेसेन्जरमा हामीलाई कसैले भिडियो सहितको सन्देश दिन्छ। यस्तो खालको सन्देशलाई श्रव्य दृश्य भन्छौँ हामी। अझै भन्दा अब यो मेसेन्जरहरू पनि वाट्सएपमा बोल्न पनि, देख्न पनि सकिन्छ, सुन्न पनि सकिन्छ। त्यसलाई श्रव्य दृश्य भनेर पनि भन्न सक्छौँ है।
अर्को हुन्छ सांकेतिक। सांकेतिक अभिव्यक्ति भनेको बोल्न नसक्ने व्यक्तिहरूको लागि ल हल्ला आयो है, डिस्टर्ब आयो। यहाँ तपाईँको म्युट गरिदिनुहोस् त साथी। यहाँ मैले एकैछिन है, कोही साथीले त्यो जोइन मिटिङ आइडी भन्नु त मलाई। च्याट बक्समा लेख्दिनु है। 853 एकैछिन है, यो ल त्यो भन्नु पर्यो नि यताबाट आइरो। मेरो एडमिन भनेर देखाएको छ साथीहरू, हेर्नु त। ल म सेयर गरेँ यहाँ ल्यापटपबाटै देखाउँ तपाईँहरूलाई। यहाँ सजिलो हुन्छ, मलाई पनि तपाईँहरूलाई पनि ल्यापटपबाटै सजिलो हुन्छ। थोरै डिस्टर्ब भयो। मैले यहाँ प्लग जोडिराखेको, प्लगमा लाइन पास भएको रहेनछ। त्यसपछि हामी एमसीक्यू पनि गर्छौँ है साथीहरू। यो सञ्चारको पार्ट सकिसकेपछि हामी एमसीक्यू गर्छौँ। अब यो ओपन हुँदैछ। मैले सुरुमा के भने 2 वा 2 भन्दा बढी व्यक्तिहरूबीच सूचना, जानकारी, समझदारीहरू आदान प्रदान गर्ने माध्यमलाई सञ्चार भनिन्छ। यसमा पक्ष हुँदा रहेछन्। यसमा एउटा सूचना दिने मान्छे हुँदो रहेछ, अर्को सूचना लिने मान्छे, त्यो बिचमा एउटा च्यानल हुँदो रहेछ। च्यानल भनेको माध्यम, अर्को भनेको त्यसभित्र सूचनाहरू नै पठाइन्छ। सूचनाहरू सञ्चारको एउटा तत्त्व भनेको सूचना पनि हुँदो रहेछ। त्यो सूचना नै एउटा होइन, महत्त्वपूर्ण तत्त्व नै सूचना हो। र अर्को व्यक्तिले धारणा बनाउने, बुझ्ने सम्मको क्रियाकलापलाई सञ्चार भनिन्छ। सञ्चार भनेको एकहोरो पनि हुन सक्दो रहेछ, दोहोरो पनि हुन सक्दो रहेछ, श्रव्य दृश्य पनि हुन सक्दो रहेछ। ल यहाँ स्क्रिन कत्रो देखिया छ, तपाईँहरूलाई जुम गर्न मिल्छ त्यताबाट, देखिया छ होला होइन? हजुर सर, देखिया छ। ल हेर्नुहोस् है, अहिलेसम्म भनेको यिनै कुराहरू हो। यसमा एउटा व्यक्तिले अर्को व्यक्तिलाई निश्चित सन्देश प्रवाह गर्ने क्रममा प्रयोग गर्ने माध्यम, सङ्केत, बुझाइको संयुक्त रूप नै सञ्चार हो भनेर पनि भन्न सकिन्छ। यसमा के हुन्छ? सूचना, विचार, अभिमत, राय यहाँ देखिरहनु भएको छ। यो सूचना, अभिमत, विचार, राय, यो खबर, भावना, सूचनामूलक कुराहरू, यिनीहरूको आदान प्रदान हुन्छ। परस्परमा दुई पक्षहरू बीच कुराकानी या त्यो आदान प्रदान, सूचना, तथ्याङ्क, जानकारी, अवधारणा, विचार ट्रान्सफर हुने, एक माध्यमबाट, एक तहबाट अर्को तहमा पुर्याउने, पुग्ने,
यो प्रक्रियालाई नै समग्रतामा सञ्चार भनिन्छ। यति त बुझिरहनु भएकै छ। यसबाहेक यो प्रशासनमा सञ्चार किन आवश्यक छ भन्दाखेरि निर्णय निर्माण गर्न कार्यालय प्रमुखलाई सहायक कर्मचारीले विभिन्न सूचनाहरू दिन्छन् या अरू कार्यालयबाट सूचना प्राप्त हुन्छ, विभिन्न माध्यमबाट सञ्चार प्राप्त हुन्छ, कोअर्डिनेसन गर्नुपर्ने हुन्छ। त्यस्ता कोअर्डिनेसनले सङ्गठनहरूमा निर्णय निर्माण गराउन, कार्य प्रक्रिया बनाउन, कार्य गर्ने वातावरण बनाउनको लागि यस्ता सूचनाहरू प्रसारित गरिन्छन्। यी सूचनाहरूले समग्रमा प्रशासनको प्रक्रियालाई सहज बनाउँछ र कार्यान्वयनलाई सुदृढ बनाउँछ या सफल बनाउँछ, जे भन्न पनि सक्नुहुन्छ। यस्तै यस्तै यसको महत्त्व, यो कुराहरूले, यो पोइन्टले यसको महत्त्व पनि झल्काउँछ र किन आवश्यक छ भन्ने, यो किन भन्ने क्वेसनको एन्सर पनि यही लाइनले हामीलाई दिएको छ। सञ्चारका तत्त्वहरूमा मेजरली यो मेन एउटा सेन्डर, सूचना प्रसारण हुने माध्यम या प्रक्रिया च्यानल, अर्को सूचना प्राप्त गर्ने व्यक्ति संस्था, दोस्रो पक्ष जुन सूचना प्राप्त गर्ने, अर्को चाहिँ त्यो सूचना प्राप्त भइसकेपछि व्यक्तिले बनाउने धारणासम्मको अवस्थाहरू सञ्चारका तत्त्वहरूमा पर्छ। यो 5वटा तत्त्वहरूलाई हामी सञ्चारका तत्त्वहरू भन्छौँ। ल, कुनै एकको अभाव भएमा यो सूचना प्रवाह राम्रो मानिँदैन, असल सञ्चार हुँदैन। सञ्चारका तरिकाहरू वा सिपहरू, एकहोरो दोहोरो। मैले अघि रेडियोको कुरा गरेँ, दोहोरो भनेको टेलिफोनहरू, टेलिफोन संवादहरू दोहोरो सञ्चारका साधनहरू हुन् या माध्यमहरू हुन् या तरिकाहरू भन्न सक्नुहुन्छ। अभिव्यक्तिको आधारमा यस्ता सञ्चारहरू मौखिक, यसलाई काट्यो है, मौखिक, लिखित हुन सक्छ, मौखिक हुन सक्छ, श्रव्य, दृश्य, साङ्केतिक है। यो साङ्केतिकको कुरा गर्दै थिएँ कि मैले। साङ्केतिक भनेको तपाईँले बाटोमा नो पार्किङ भनेर लेखेको, पीलाई काटेर लेखेको या पी नै मात्रै लेखेको पार्किङ भन्ने सिग्नल देख्नुहुन्छ। ट्राफिक लाइटमा हरियो, रातो, पहेँलो बत्ती बलेको देख्नुहुन्छ। त्यो पनि एउटा अभिव्यक्तिको माध्यम हो। अर्को, बोल्न नसक्ने व्यक्तिहरूले 5 देखाउन पर्यो भने औँला, यसरी हातको औँलाहरू देखाउँछन् है। 5 भनेको हत्केला देखाउँछ। 1 भन्नु पर्यो भने 1 देखाउँछ। अब मायाको सङ्केत दिन पर्यो भने अब लभको चिन्ह देखाउँछ, यो मुटु जस्तो बनाएर। सबै साङ्केतिक अभिव्यक्तिको आधारहरू हुन् है। भर्खरै चुनाव भयो, अभिव्यक्तिको आधार भनेको तपाईँले अब विभिन्न राजनीतिक दलहरूको चुनाव चिन्ह देख्नुहुन्छ, त्यो भनेको पनि साङ्केतिक अभिव्यक्ति हो। सङ्गठनात्मक वैधताको आधारमा, यो सङ्गठनात्मक वैधता भन्न खोजेको यो लिगालिटीको आधारमा एउटा औपचारिक हुन सक्छ, अर्को अनौपचारिक हुन सक्छ है। सञ्चार भनेको औपचारिक माध्यमबाट, फर्मल माध्यमबाट तपाईँलाई सूचना, एउटा कार्यालयले अर्को कार्यालयलाई कुनै इन्फर्मेसन दियो, एउटा व्यक्तिले अर्को व्यक्तिलाई कुनै इन्फर्मेसन दिएको छ भने त्यसलाई हामी औपचारिक भन्छौँ। औपचारिक भनेको चिठी पत्रहरू लेखेर नै दिएकोलाई चाहिँ हामी औपचारिक भन्छौँ। अनौपचारिक भनेको यो खास औपचारिक भनेको लिखित रूपमा हुन्छ है। अर्को कुरा, औपचारिक लिखित हुन्छ भने अनौपचारिक अलिखित किसिमको हुन्छ। यसलाई एउटा सिम्पल उदाहरण लिएर बुझ्न सक्नुहुन्छ। कुनै साथीले तपाईँलाई बिहेको लागि कार्ड नै पठायो, त्यसलाई औपचारिक निमन्त्रणा मान्न सक्नुहुन्छ। कसैलाई भन्दिन भन्यो, उसले चाहिँ तपाईँलाई भनिदियो फलानुको बिहा यति समय यो दिन रहेछ, तपाईँलाई बोलाएको छन्, त्यो एक किसिमले अनौपचारिक जस्तो हुन्छ है। औपचारिकमा आधिकारिक पत्र नै काटेर यो मितिमा यति समयमा यस्तो भनेर, जस्तो बिहाको उदाहरण दिँदा कार्ड पठाउनेलाई औपचारिक भन्न सक्छौँ हामी। अनौपचारिक भनेको त्यस्तो औपचारिक लिखित होइन कि कुनै अनौपचारिक साधन माध्यमबाट कसैलाई भनिदिनको लागि भनेको जस्तो हामी यसलाई सञ्चारको त्यस्तो तरिकालाई अनौपचारिक भन्छौँ।
औपचारिक अफिसियल चिठीहरू हामी पठाउँदाखेरि त्यसलाई औपचारिक माध्यमबाट नै पठाउँछौँ। अनौपचारिक भनेको यसो फोनमा ल त्यो इन्फर्मेसन पठाइदिनु भन्यो भने त्यसलाई अनौपचारिक भनिन्छ। चिठी पत्र चिठी काट्नेलाई औपचारिक है, संगठनको हिसाबले भन्दाखेरि हामी अफिसियल हिसाबले भन्दाखेरि चिठी काटेर चलानी गरेर पठाएको चिठी हामी औपचारिक सञ्चार भन्छौँ। अनौपचारिक भनेको फोनमा ल यस्तो इन्फर्मेसन छ, यसरी यसरी त्यो जानकारी पाऊ या के भन्यो भने त्यो अनौपचारिक हुन सक्छ। अब यहाँ दिशाको आधारमा भनेको छ, या भावको आधारमा भनेको छ। 4 किसिमका भावको आधारहरू मान्न सकिन्छ। यो हाम्रो संगठनहरूमा यो 3टा चाहिँ देख्छौँ हामी है। यो 3टा चाहिँ देखिन्छ भने यो छड्के चाहिँ त्यति धेरै हामीले आफ्नो संगठनमा, हाम्रो देशको संगठनमा छड्के खालको यो सञ्चार कमै देख्छौँ। त्यो भनेको पहिला हेरौँ, अधोगामी भनेको छ। अधोगामी भनेको तलतिर गएको, माथिबाट तलतिर आएकोलाई हामी अधोगामी भन्छौँ। त्यो भनेको अधोगामी भनेको माथिबाट तल है। यो कार्यालय प्रमुखले फाँटमा भन्यो, फाँटले चाहिँ तल्लो स्तरको, तलको जनाधार या बेसिक तल्लो लेभलमा बसेर काम गर्ने कर्मचारीलाई सम्म इन्फर्मेसन पुर्यायो भने यो हामी अधोगामी भन्छौँ है। अधोगामी भन्छ। यो स्वास्थ्य मन्त्रालयले इन्फर्मेसन पठायो जनस्वास्थ्य कार्यालयलाई, कुनै जिल्ला स्थित जनस्वास्थ्य कार्यालयलाई, जनस्वास्थ्य कार्यालयले आफ्नो मातहतको अझै तल्लो लेभलमा सूचना पठाउँछ भने त्यसलाई हामी अधोगामी भन्छौँ, अधोगामी सञ्चार भन्छौँ। अब ऊर्ध्वगामी भनेको तलबाट माथि, यसैको अपोजिट है, यसैको अपोजिट। जिल्ला स्तरको कुनै अफिस हुन सक्छ, त्यसले विभागमा पठाएको हुन सक्छ, विभागले फेरि मन्त्रालयमा पठाएको हुन सक्छ। यस्तो सूचना तलबाट माथि फलो हुन्छ भने चाहिँ त्यसलाई हामी ऊर्ध्वगामी भन्छौँ है। यो माथितिर फरवर्ड हुन्छ, यो तलतिर फरवर्ड हुन्छ। समानान्तर भनेको प्यारालल हुन्छ। छैटौँलाई गरेको सूचना सञ्चार या अधिकृतलाई एउटा कार्यालय बराबर लेभलको अफिसरले अर्को बराबर लेभलको अफिसरलाई गरेको यस्तो खालकोलाई हामी समानान्तर भन्छौँ भने यो समानान्तर बाहेकको अब खरिदारले अधिकृत बीच गरेको, अब यो हुन त माथि डायगोनल हुन्छ। यो छड्के खालको केही अब सिधै प्यारालल पनि होइन। यसरी यो लेभलमा भएकोले यो लेभलमा हाकिम टप लेभलमा गर्यो या टप लेभलकोले यसरी यो स्टेप फलो नगरिकन सञ्चार गरेको छ भने हामी डायगोनल मान्न सक्छौँ है। यो हाम्रो खासै त्यस्तो सञ्चारको यस्तो खालको प्र्याक्टिस धेरै छैन कि हाम्रो धेरै जसो त माथिबाट तल इन्फर्मेसन आउने, तलबाट पनि फेरि माथि पठाउने गरिन्छ। बजेट बनाउँदाखेरि तपाईँहरूलाई कतिको थाहा छ, माथि टप लेभलबाट तल ग्राउन्ड लेभलमा इन्फर्मेसन पुग्छ या बजेटको सिलिङ माग गरिन्छ। अनि त्यो बजेटको सिलिङ माग गरिसकेपछि तल्लो ग्राउन्ड लेभलकोले माथिल्लो अब तह हुँदै माथिल्लो लेभलसम्म यो यति बजेटको अब आउने वर्षमा हामीलाई यति बजेट आवश्यक छ भनेर त्यो सिलिङ फरवर्ड गर्छन्। यसरी बजेट बनाउने क्रममा अधोगामी पनि हुन्छ, ऊर्ध्वगामी पनि हुन्छ। दुवै किसिमको सञ्चार हामी देख्छौँ। एउटै लेभलको अफिसहरू, एउटै लेभलका कर्मचारीहरू बीच हुने समानान्तर भने केही फड्केर छड्केर हुने खालको भनेको छड्के खालको डायगोनल खालको सञ्चार भन्छ। अब अर्को यहाँ टपिक आयो, असल सञ्चार भनेको के हो? असल सञ्चारमा कस्तो कस्तो गुण हुनुपर्छ भनेर हामीले हेर्यो भने असल सञ्चार भनेको त्यसै पनि राम्रो, असल कार्यालय कस्तो हुनुपर्छ, असल कर्मचारी कस्तो हुनुपर्छ, असल सहायक कर्मचारी कस्तो हुनुपर्छ भन्दाखेरि अब असल भनिसकेपछि सबै राम्रै हुनु पर्यो है, सबै राम्रै हुनु पर्यो। त्यो भनेको पारदर्शी हुनु पर्यो, स्पष्ट हुनु पर्यो, वास्तविकतामा आधारित हुनु पर्यो, फेक कुराहरू हुन भएन।
स्पष्ट हुनु पर्यो, पर्याप्त हुनु पर्यो, सूचनाहरू इन्फर्मेसन पर्याप्त हुनु पर्यो। तपाईलाई मेरो तपाईको साथीले मेरो बिहे छ आउनु है भनेर भन्यो, कहिले छ, कहिले हो, कुन ठाउँमा हो, केही पनि इन्फर्मेसन दिएन। त्यस्तो खालको इन्फर्मेसन हामी असल मान्न सक्दैनौँ। असल सञ्चार हुन सक्दैन, त्यो असल कम्युनिकेसन होइन। किनभने त्यसमा पर्याप्त सूचना छैन। असल सञ्चारमा पर्याप्त इन्फर्मेसन हुनुपर्छ। कुन समयमा, कहिले, कुन हलमा, या कहाँ, कताबाट के ल्याउनु पर्ने हो, के ल्याउनु पर्ने होइन, यस्तो खालको अफिसियल रूपमा हामीले इन्फर्मेसन पठाउँदा फेरि पनि कुनै सार्वजनिक सुनवाई गर्दा होस् या कार्यालयको कुनै स्टाफ मिटिङ गर्दा होस्, पर्याप्त रूपमा सञ्चार या सूचना दिनुपर्छ। त्यही कुरा नै हो। अर्को रियालिटीमा आधारित हुनुपर्छ। फेक कुराहरूको सञ्चार गरिनु हुँदैन। डकुमेन्ट बनाउँदाखेरि या रिपोर्टिङ गर्दाखेरि वास्तविकतामा आधारित सञ्चार, वास्तविकमा आधारित सूचना प्रवाह गर्नुपर्छ। यही हो सञ्चार। असल सञ्चार वास्तविक हुनुपर्छ अनि विश्वास गर्न लायक हुनुपर्छ। उद्देश्यमूलक हुनुपर्छ। यो समसामयिक हुनुपर्छ। रिसेन्ट खालको, अहिलेको अपडेटेड भनेको है, समसामयिक भनेको 10 वर्ष अगाडिको डाटा। अब जनगणना 2078 सालको आएको छ। 58 सालको डाटा अनुसार यस्तो हो, प्रजनन दर यति छ नेपालमा, विदेशी नै व्यक्तिहरू यति छन् भनेर हुन्छ त? हुँदैन। इन्फर्मेसन दिँदाखेरि अपडेट खालको, समसामयिक भनेको अपडेटवाला भनेको अपडेटेड इन्फर्मेसन दिनुपर्छ र स्वीकार्य हुने खालको इन्फर्मेसन दिनुपर्छ। यो स्वीकार्य इन्फर्मेसन माथिको कुराहरू हुनु पर्यो, यो स्वीकार्य पनि हुनुपर्छ। असलमा चाहिँ अब स्वीकार गर्न सकिने, समसामयिक अपडेटेड भएको, उद्देश्यमूलक भएको, कुनै पर्पजमा आधारित भएको, पर्पजमा आधारित विश्वसनीयता, त्यसलाई रिलायबल हुनुपर्छ। फेक हुनु हुँदैन, अथेन्टिक हुनुपर्छ। र यो सबै कुराहरू कानुनमा आधारित भएर कानुनी आधारको हुनुपर्छ भन्न पनि सकिन्छ। चाहिँ असल सञ्चारका गुणहरू तपाईँले यसैमा अरू कुराहरू पनि एड गर्न सक्नुहुन्छ। सञ्चारलाई के कुराले राम्रो बनाउँछ, त्यही नै असल सञ्चारका गुणहरू हुन्। तपाईँलाई एमसिक्यूमा सोद्धाखेरि यो केही कुराहरू कुन हो, कुन होइन, असल सञ्चारमा के हुनुपर्छ, के हुनु हुँदैन, यस्तै केही क्वेसनहरू सोध्न सक्छ। अब अर्को छ सञ्चारको उद्देश्यहरू के हो। अब सञ्चार भनेकै के हो, सञ्चार किन चाहिन्छ, सञ्चार कस्ता कस्ता प्रकारका हुन्छन्, यसको महत्त्व के हो भन्ने कुराहरूबाट नै सञ्चारको उद्देश्य पनि हामीले थाहा पाउँछौँ। सञ्चारको उद्देश्य भनेको हामीले कार्यालय व्यवस्थापनमा पनि यो कुरा डिस्कस गरेका छौँ। लक्ष्य प्राप्तिमा सहजता हुन्छ। इन्फर्मेसन सही तरिकाले, सही समयमा, सही व्यक्तिलाई या सही संस्थामा पुग्यो भने लक्ष्य प्राप्ति हुन्छ। हाम्रो उद्देश्य पुरा हुन्छ। के कारणले, कुन उद्देश्यको लागि हामीले यो अफिस सञ्चालन गरेको, त्यो हामीले थाहा पाएपछि हाम्रो लक्ष्य प्राप्तिमा सहजता हुन्छ। अर्को छ यो लक्ष्य प्राप्तिमा सहजता भनेको सञ्चारको महत्त्व। तपाईँ आइसियुमा काम गर्नुहुन्छ, आइसियुमा तपाईँ काम गर्ने जनशक्ति हो भने अब तपाईँलाई सही सञ्चार भएन भने तपाईँले बिरामीमा, तपाईँले डक्टरले लेखेको अक्षरै बुझ्नु भएन या डक्टरले भनेको तपाईँले बुझ्नु भएन भने तपाईँको त्यो ट्रिटमेन्ट गलत हुन सक्छ। तपाईँले लिएका कदमहरू, स्टेपहरू गलत हुन सक्छ। जहिलेसुकै सञ्चार भनेको पर्याप्त हुनुपर्छ, स्वीकार्य हुनुपर्छ, अनि त्यसपछि यो विश्वसनीय हुनुपर्छ, वास्तविकता हुनुपर्छ, स्पष्ट हुनुपर्छ भनेको त्यो भयो भने सबै लक्ष्य प्राप्तिमा सहजता हुन्छ। कार्य सम्पादनमा समन्वय हुन्छ, गुड कोअर्डिनेसन हुन्छ। कार्य सम्पादनमा जस्तो हामीले देख्छौँ, एकचोटि बाटो खन्दाखेरि यातायातले खन्छ,
त्यो सडकले खान्छ, फेरि खानेपानीले खान्छ, अनि फेरि दूरसञ्चारले खान्छ। यसरी एकैपटक सबैको कोअर्डिनेसन सञ्चार एकैपटकले हामीले यस्तो यस्तो प्लानिङ गर्दैछौँ, हामी मिलेर गरौँ भन्ने सञ्चार भयो। यसरी हामीले गर्दैछौँ भन्ने भयो भने अरू कार्यालयले पनि त्यही बेलामा नै एकैपटक गर्न सक्ने गरी कार्य व्यवस्थापन गर्न सक्छन्। आफ्नो काम एकैपटक गर्न सक्छन्। एकचोटि खनेको नाली त्यसैमा तिनटै संस्थाहरूले एकैपटक गर्न सक्ने अवस्था हुन सक्छ। त्यो भनेको कार्य सम्पादनमा कोअर्डिनेसन हुन्छ, समन्वय हुन्छ। सञ्चार भनेको गुड कम्युनिकेसनले यी कुराहरूमा हेल्प गर्छ है। इन्फर्मेसन कम्युनिकेसनले कार्य सम्पादनमा समन्वय बढाउँछ, सहभागिता बढाउनु भनेको छ। यो सञ्चार अब स्टाफ मिटिङ हुँदैछ, भोलि 10 बजे स्टाफ मिटिङ भनेपछि सबै कर्मचारी सहभागी हुन्छन्। भोलि स्टाफ मिटिङ छ भन्ने थाहा पाएनन् भने कर्मचारी उपस्थित हुँदैनन्। अघि भने जस्तो तपाईँले साथीको बिहा 25 गते भनेर थाहा पाउनुभयो भने तपाईँ त्यही दिन जानुहुन्छ, सहभागी हुनुहुन्छ। तर कम्युनिकेसन भएन, तपाईँलाई सञ्चार भएन, तपाईँलाई बोलाइएन भने तपाईँ जानु हुँदैन। यो त इजी कुरा हो। सहभागिता बढ्छ, दुई पक्षहरू बीच सम्बन्ध सुमधुर हुन्छ, इन्फर्मेसन आदान प्रदान हुन्छ, एकले अर्काको धारणा बुझ्न सकिन्छ। त्यही भएर सञ्चारको उद्देश्यमा पर्छ यो पनि। अन्तर कार्यालय तथा बाह्य वातावरणसँग सहकार्य हुन्छ, कार्यालय बीचको सम्बन्ध पनि सुमधुर हुन्छ। त्यति मात्रै होइन कि कार्य गर्ने वातावरण दुईटा बीच कोल्याबोरेसन, कोअर्डिनेसन यो बढ्छ है। काम गर्ने वातावरण पनि राम्रो हुन्छ। अर्को सूचना जानकारीमा पहुँच वृद्धि गर्न। अब यो इन्फर्मेसन अझै बढाउनको लागि सञ्चारको महत्त्व छ। कार्यालयमा सञ्चारको महत्त्व अब माथिकै कुराहरूबाट आउँछ। यसमा हेर्दाखेरि यो तपाईँले यो देखिरहनु भएको छ। प्रशासन तथा व्यवस्थापनमा कम्युनिकेसन भयो भने लुथर गुलिकले भने जस्तै प्लानिङ सही हुन्छ, अर्गनाइजिङ गर्न सकिन्छ, स्टाफिङ गर्न सकिन्छ, डाइरेक्टिङ गर्न सकिन्छ, कोअर्डिनेटिङ गर्न सकिन्छ, रिपोर्टिङ गर्न सकिन्छ। अर्को बजेटिङ सही हुन्छ। त्यो बाहेक कन्ट्रोलिङ, लिडिङ, मोटिभेसन यी कुराहरू पनि सञ्चारले हेल्प गर्छ। सही सञ्चार भयो भने, सही सूचना प्राप्त भयो भने सही सञ्चार हुन्छ, या सही सञ्चार भयो भने त्यसले के गर्छ? प्लानिङमा हेल्प गर्छ। अर्गनाइजिङमा भनेको यो सबै अफिस म्यानेजमेन्टमा हेल्प हुन्छ। त्यही भएर त हामी पढिराखेका छौँ। यो अफिसकै च्याप्टर मध्येको एउटा कार्यालयमा सञ्चार किन चाहिन्छ भन्दाखेरि कार्यालयमा सही योजना बनाउन चाहिन्छ, कार्यालयका कर्मचारीहरूलाई सङ्गठित बनाउन चाहिन्छ, कार्यालयका कर्मचारीहरू बीच कोअर्डिनेसनको लागि चाहिन्छ, कर्मचारी बीच कन्ट्रोलिङ या हाकिमले आफ्नो मातहतका कर्मचारीहरूलाई कन्ट्रोल गर्नको लागि सञ्चार चाहिन्छ, मोनिटरिङको लागि चाहिन्छ कि कति काम कारबाहीहरू कस्तो अवस्थामा छ, किन पुरा हुन सकेन, यसको रिपोर्टिङ पेश गरेपछि त्यो रिपोर्टिङ पनि एउटा के हो? सञ्चारको तरिका पनि मान्न सक्छौँ र रिपोर्टिङ हुन्छ भन्नु सञ्चारको महत्त्वमा पनि पर्छ। त्यसरी मोटिभेसनसम्मको कामहरू यो सबै प्लानिङ, अर्गनाइजिङ, स्टाफिङ यी सबै कुराहरू सञ्चारले हेल्प गर्छ। कार्यालयमा यसलाई सञ्चारको महत्त्वको रूपमा लिन सकिन्छ। अब बुँदागत रूपमा हेर्दाखेरि धेरै कुराहरू छ। यिनै मैले अहिले जे कुराहरू भनेको छु त्यही कुराहरूलाई फेरि हेर्दाखेरि त्यसमा अलि फन्ट ठुलो भनौँ। सञ्चारको महत्त्वलाई बुँदागत रूपमा निम्न अनुसार उल्लेख गर्न सकिन्छ। प्रभावकारी योजना, समन्वय, नियन्त्रण, अनुगमन यो माथि भनेको कुराहरू है। प्लानिङ, अर्गनाइजिङ, स्टाफिङ यिनै कुराहरू अनुगमन गर्ने, मूल्याङ्कन गर्ने
संगठनिक कार्य वातावरण मार्फत संगठनको सुधार गर्न केमा चाहिँदो रहेछ भने अर्गनाइजेसनको या संगठनमा योजना बनाउनको लागि, समन्वय गर्न, कर्मचारीहरूलाई नियन्त्रण गर्नलाई, अनि त्यसपछि इभ्यालुएसनको काम कारबाहीहरू फिल्डमा गएर हेर्ने, बुझ्ने, त्यसको मूल्याङ्कन गर्ने, यी काममा सञ्चार इम्पोर्टेन्ट छ। त्यसले समग्रमा काम गर्ने वातावरण निर्माण गर्छ, संगठनलाई सुधार गर्न टेवा पुर्याउँछ। अब अर्को छ कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनलाई वस्तुगत बनाउन। कर्मचारीले गर्ने काम कारबाहीहरू कस्तो छ, उनीहरूको पर्फर्मेन्स कस्तो छ, त्यो आधारमा इभ्यालुएसन गर्न सकिन्छ। सञ्चारले कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन वस्तुगत बनाउन भनेको अब्जेक्टिभ बनाउन, कसरी कर्मचारीले गर्ने काम ठिक छ छैन भन्ने कुरा सञ्चारबाट हेर्न सकिन्छ है। त्यो कुराहरू उसले दिने इन्फर्मेसन, यी कुराहरू चाहिँ कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनसँग जोडिन्छ। सञ्चारको महत्त्वलाई यसरी पनि हेर्न सकिने भयो। कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनलाई अब वस्तुगत बनाउन, उसले गरेको कामको आधारमा मूल्याङ्कन गर्न सकिन्छ। अन्तर्निकायबीच कोअर्डिनेसन कायम गर्न, अघि मैले भनिसकेँ, अन्तर्निकायहरू बीच भनेको कार्यालय बीच समन्वय कायम गर्न, दूरसञ्चार, सडक, खानेपानी सबैको काम एकैचोटिमा कम लागतमा गर्न सकिन्छ। यसरी लागत कम गर्न भन्न पनि सकियो है। सञ्चारको महत्त्वमा कम लागतमा धेरै प्रतिफल दिन भनेर पनि भन्न सकिन्छ। र यसै गरेर अर्को छ यो पारदर्शिता बढाउन, पारदर्शिता प्रवर्धन गर्न भनेको छ। पारदर्शिता भनेको यो सञ्चार भनेको या सञ्चार हामीले धारा 19 मा सञ्चारको हक छ, त्यस्तै गरी धारा 27 मा सूचनाको हक नै छ। त्यो सूचनाको हकमा के भनेको छ भने राइट टु इन्फर्मेसन र यो सूचनाको हकमा करिब धेरै कुरा मिल्छ। त्यसमा पारदर्शिता प्रवर्धनको लागि नै राखिएको हो। आफू र सार्वजनिक सरोकारको सूचना माग्ने र पाउने हक हुनेछ भनेर संविधानको धारा 27 मा लेखिएको छ। त्यसले सञ्चार या सूचना आफू या सार्वजनिक सरोकारको भनेको कार्यालयको पनि हुन्छ, आफ्नो विषयको इन्फर्मेसन पाउने हक पनि हुन्छ। त्यस्तै गरेर सार्वजनिक कार्यालयहरूको पनि त्यसले दिने सेवा कस्तो छ, त्यसको गुणस्तर कस्तो छ, यो बारेमा सूचना माग्ने र पाउने हक हुने हुँदा पारदर्शिता प्रवर्धनमा त्यसले दिने इन्फर्मेसनको आधारमा कति ओपन छ भन्ने कुरा, त्यो ओपननेसको लागि पनि यो सञ्चार इम्पोर्टेन्ट छ। गुड गभर्नेन्सको लागि, समग्रतामा भन्दा सुशासनको लागि सञ्चारको महत्त्व छ। प्रभावकारी निर्णय गर्न, किनभने सञ्चारले निर्णय निर्माणमा योगदान पुर्याउँछ। निर्णय निर्माण गर्नको लागि आधार दिन्छ। इन्फर्मेसन छैन भने निर्णय बनाउन सकिँदैन। त्यही भएर प्रभावकारी निर्णय, डिसिजन लिनको लागि सञ्चार चाहिन्छ। सेवा प्रवाहमा नागरिक सहभागिता बढाउन पनि सञ्चार चाहिन्छ। जनताको जनविश्वास कायम गर्न, यस्तै यी त गन्थन कुराहरू हुन्। तपाईँहरूलाई समग्रमा भन्दा सुशासन कायम गर्न, नागरिकको सहभागिता, जनविश्वास, विधिको शासन, अन्तर्क्रिया, संगठनको एकअर्का बीचको धारणा निर्माण गर्नको लागि, अन्तर्निकाय बीच समन्वय गर्नको लागि र समग्रमा भन्दा प्रभावकारी रूपमा योजना बनाउने, समन्वय गर्ने, नियन्त्रण गर्ने, प्लानिङ, अर्गनाइजिङ, स्टाफिङ, यस्तै काममा सञ्चारको ठुलो रोल छ। यिनै कुराहरूले सञ्चारको महत्त्व भन्ने कुरा दर्शाउँछ। अप्सनमा आउँछ तपाईँहरूलाई, 5 नम्बरमा लेख्ने क्वेसन आउने होइन। अप्सनमा हेर्दाखेरि या पढ्दाखेरि तपाईँहरूले सजिलै मिलाउन सक्ने जस्तो क्वेसनहरू हुन्छ। यसो ध्यान दिएर हेर्नु पर्यो। यिनै कुराबाट कुन महत्त्व हुन्छ या महत्त्व कुन हुन्छ, सञ्चारको के महत्त्व छ, के महत्त्व छैन,
यस्तै क्वेसनहरू प्राय जसो सोधिराखेको हुन्छ। नागरिक चेतना वृद्धि गर्न, सेवाग्राहीको सम्बन्ध, सेवाको माग के हो, जनताले के चाहेका छन्, यी कुराहरू सञ्चारबाट मात्रै थाहा हुन्छ। उनीहरूले लेखेर दिन सक्छन् अनि सेवाग्राहीले लेखेर दिएको हुन सक्छ, सेवाग्राहीले मौखिक रूपमा भनेको हुन सक्छ, सेवाग्राहीले सेवाको सम्बन्धमा लिखित, मौखिक वा अन्य जुनसुकै माध्यमबाट पनि सार्वजनिक सरकारको विषयको सूचना माग्न सक्छन्, सुझाव दिन सक्छन्। अबको वे फरवर्ड के हुन सक्छ भन्ने विषयमा फिडब्याक दिन सक्छन्। यसरी सेवाग्राहीसँगको सम्बन्ध पनि राम्रो हुन्छ, सेवा प्रवाह पनि राम्रो हुन्छ, जनताले के चाहन्छन् भन्ने कुरा पनि पत्ता लगाउन सकिन्छ। यो त डाइनामिक बहुआयामिक फाइदाहरू छन् यसका। यो र बहुआयामिक पनि छ र यो प्राइमरी कुरा पनि हो। सञ्चार भएन भने कार्यालयको उद्देश्य नै पुरा हुँदैन। नियन्त्रण, निर्देशन, आदेशको प्रवाह गर्नको लागि हाकिमले, कार्यालय प्रमुखले आफ्ना माता कर्मचारीहरूलाई निर्देशन दिन सक्छन्, नियन्त्रण दिन सक्छन् या आदेश दिन सक्छन्। यो विषयमा सञ्चार हुनु पर्यो। बोलेर लिखित हुन सक्छ, यसमा मौखिक हुन सक्छ। यस्तै कुराहरू हुन्। कर्मचारीको तालिम, कर्मचारी प्राप्ति विकासका लागि तालिम, उत्प्रेरणा सिर्जना सबैमा आवश्यक पर्छ सञ्चार। सम्पन्न कार्यालय क्रियाकलापको अनुगमन, मूल्याङ्कन गर्न सञ्चार। यो रिपोर्टिङको माध्यमबाट थाहा हुन्छ, प्रतिवेदनहरूबाट पनि थाहा हुन्छ, फिल्डमा गएर हेरेपछि पनि थाहा हुन्छ। त्यसले यो सम्पन्न क्रियाकलापको अनुगमन, मूल्याङ्कन गर्न पनि सञ्चारको महत्त्व छ। नयाँ टेक्नोलोजीहरू बनाउन या आविष्कार गर्नको लागि ज्ञान सिप लिनु पर्यो सञ्चारबाट। र यो नयाँ प्रविधि आविष्कारमा पहुँच पुर्याउन। अर्को चाहिँ यहाँ थोरै तल विज्ञान र प्रविधिको विकास बारे जानकारी गराउन भनेको छ। अब हाम्रो अफिसमा कम्प्युटर छ तर इन्टरनेट छैन, या कम्प्युटर छ मेल गर्न जानेको छैन, इन्टरनेट छ मेल गर्न आउँदैन। त्यस्तो तालिम, कर्मचारीलाई तालिम मार्फत ती सूचना आदान प्रदान गरिन्छ या सूचना प्रदान गरिन्छ। कर्मचारीमा त्यो क्षमता अभिवृद्धि गरिन्छ। त्यो सबै कुन माध्यमबाट भन्दा सञ्चारको माध्यमबाट नै इन्फर्मेसन आदान प्रदान हुन्छ है। विज्ञान र प्रविधिको बारेमा जानकारी गराउन, कम्प्युटर कसरी चलाउने, इन्टरनेट कसरी चलाउने, जिमेल कसरी बनाउने, वेब पेजमा हाम्रो समस्या त्यो गुनासो पेटिकाहरू पनि हुन्छ, वेबसाइटमा हामीलाई मेलहरू आउन सक्छ, जनताले कसरी हेर्न सक्छन्, यी बारेमा नयाँ टेक्नोलोजीहरूको बारेमा पनि जानकारी गराउन सञ्चारको, यो कम्युनिकेसनको ठुलो रोल छ है। सूचनाको हकलाई सुनिश्चित गर्न, अघि नै भने मैले, सूचनाको हकलाई सुनिश्चित प्रदान गर्न। धारा 27 को कुरा भने आफू र सार्वजनिक महत्त्वको या सरकारको विषयको सूचना माग्ने र पाउने हक हुने छ भनेको छ। सूचनाको हकलाई सुनिश्चित गरेर समग्रमा भन्दा पारदर्शिता प्रवर्धन गर्ने, कार्यालयलाई जीवन्त तुल्याउनको लागि सञ्चारको महत्त्व छ। जसरी शरीरमा रक्त सञ्चारको इम्पोर्टेन्ट छ, त्यसै गरी अफिसमा सञ्चारको महत्त्व छ। यसका विशेषताहरू भनेको छ यिनै कुराहरू, माथिबाट आएका कुराहरू जुन हामीले महत्त्वमा पढ्यौँ, त्यही महत्त्वका कुराहरूले विशेषता पनि झल्काउँछ। यो निरन्तर प्रक्रिया हो। सञ्चार एक दिन भएर हुने, 2 दिन भएर हुने, 2 दिन गरेपछि सञ्चार गरेपछि त्यसको उद्देश्य पुरा हुने भन्ने हुँदैन। यो निरन्तर चलिरहने प्रक्रिया हो। सङ्गठनलाई जीवन्त तुल्याउन, अगाडि बढाउन निरन्तरको प्रक्रिया हो। निरन्तर चाहिन्छ सञ्चार। प्रेषक र प्रापक हुन्छन्, एउटा पठाउने अर्को पाउने हुन्छ, एउटा माध्यम पनि चाहिन्छ। यो यसमा सूचनाको प्रवाह हुन्छ, एकतर्फी दुईतर्फी दुवै हुन्छ। सम्पूर्ण साधनलाई जोड्ने पुल पनि हो। सञ्चारले अरू साधनहरूलाई पनि जोड्न मद्दत गर्छ, अरू साधनहरूलाई पनि मिलाउने काम गर्छ। प्रशासनिक व्यवस्थामा यो प्राण तुल्य नै हुन्छ भनेको छ। यो भनेको
अब अघि रक्त सञ्चार भनियो, अहिले तपाईँले अफिसको अक्सिजन हो भनेर पनि भन्न सक्नुहुन्छ। मान्छेलाई जसरी अक्सिजन आवश्यक पर्छ, प्रशासनमा सञ्चार पनि त्यसरी नै आवश्यक छ भनेर हामीले भन्न सकिन्छ। यसका प्रक्रियाहरू छन्। प्रक्रिया भनेको यहाँ अलि देख्दाखेरि झन्झटिलो जस्तो लागे पनि हामीलाई कुनै कुरा व्यक्त गर्नु छ, कुनै विषयमा धारणा बनाउनु छ या सञ्चार प्रवाह गर्नु छ भने पहिला त्यो सञ्चार सिर्जना हुन्छ है। त्यो सञ्चार पहिला सिर्जना हुन्छ। कुनै विषय हेरेपछि त्यो सञ्चार सिर्जना हुन्छ। त्यसलाई एउटा सङ्केत गरिन्छ या त्यो वर्गीकरण गरिन्छ। त्यसपछि त्यो समाचार अर्कोलाई हस्तान्तरण गरिन्छ अनि प्राप्त हुन्छ त्यो समाचार अनि त्यसलाई विभिन्न रूपहरूमा ट्रान्सफर गर्न सकिन्छ। बोध हुन्छ अनि मान्छेलाई ज्ञान प्राप्त हुन्छ र आवाजको रूपमा बाहिर निस्किन्छ। यो देख्दा अलिकति लामो जस्तो भए पनि केही पनि छैन। एउटा सूचनाको बारेमा एउटा सुरुमा सूचना बन्छ, अन्त्यमा त्यो बोलीको माध्यमबाट निस्किन्छ भनेको है। बोलीको माध्यमबाट निस्किन्छ। अब बोली भनेको बोल्नै पर्दैन, त्यसमा लेखेर पनि हुन्छ, सङ्केत गरेर पनि हुन्छ भन्ने कुरा त माथि भनियो। यो अलि झन्झटिलो लागे पनि यो एउटा प्रक्रियाको रूपमा सूचना समाचार सिर्जना भएदेखि समाचारलाई बाहिर आवाजको रूपमा बाहिर निकाल्नेसम्मको यो स्टेपहरू हुन्। सञ्चारका केही व्यवधानहरू छन्। कस्ता व्यवधान भनेको अवरोधहरू छ या समस्याहरू हुन्छन्। सञ्चारमा स्मुथली सञ्चार हुन्छ भन्ने छैन। त्यसलाई स्मुथली हुन नदिन या नहुने कस्तो अवस्थामा स्मुथली सञ्चार फलो हुँदैन। एक ठाउँबाट अर्को ठाउँमा सञ्चार सजिलै जान नसक्ने कस्तो अवस्थामा हुन्छ त भन्ने नै सञ्चारका व्यवधानभित्र पर्छ। सञ्चारको व्यवधानभित्र पर्छ। के व्यवधान हुँदो रहेछ त? भाषागत व्यवधान। अहिले मैले नेपालीमा बोलिराखेको छु, तपाईँहरूले नेपाली बुझ्नुहुन्छ, नेपाली त्यही भएर सुन्नु भएको छ। मैले कुनै अर्को चाइनिज ल्याङ्ग्वेजमा बोलेँ भने तपाईँहरू कसैले नै बुझ्नुहुन्न। या तपाईँले मलाई पोर्चुगिज भाषामा मलाई क्वेसन सोध्नुभयो भने मैले त्यो क्वेसन बुझ्दिनँ, किनभने मलाई त्यो आउँदैन। भाषाले पनि भाषा नबुझेपछि समस्या हुन्छ, सञ्चारमा समस्या हुन्छ। त्यही भनेको है भाषागत अवरोध भनेको। भौगोलिक व्यवधान भनेको छ तराईमा भएको इन्फर्मेसन पहाडसम्म पुर्याउनको लागि भूगोलले अप्ठ्यारो बनाउँछ है। पहाडमा भएको कुनै इन्फर्मेसन तराईसम्म ल्याउनलाई त्यसले समस्या पुर्याउँछ भने त्यो भौगोलिक व्यवधान हुन्छ। पहिला हाम्रो नेपाल देशमा भौगोलिक व्यवधानले पनि सञ्चारमा असर पुर्याइराखेको छ। जहाँसुकै नेट, इन्टरनेट, मेल भन्ने त हुँदैन। भौगोलिक रूपमा अप्ठ्यारो पर्ने ठाउँहरूमा यो सञ्चारले अप्ठ्यारो पारेको छ या समस्या सिर्जना गरेको छ, अवरोध बनाएको छ। मनोवैज्ञानिक व्यवधान भनेको छ डर त्रास भयो भने हामीले आफ्नो कुराहरू, मनमा लागेको कुराहरू सजिलैसँग व्यक्त गर्न सक्दैनौँ। एउटा कुरा भन्छु भनेर आएको हुन्छ अनि हामी अगाडि गएर भाषण मार्न खोज्दाखेरि सबै कुरा बिर्सिन्छ। तपाईँले कति अनुभव गर्नुभएको छ? एउटा कुरा भन्छु भनेर सोचिरहेको हुन्छ माथि भित्र अनि मञ्चमा गएर स्पिच दिन खोज्दाखेरि त्यो डरले गर्दा सबै कुरा बिर्सिन्छ। यस्तो खालको मनोवैज्ञानिक व्यवधानहरूले गर्दा सञ्चारमा अप्ठ्यारो पुर्याउँछ। त्यसले गर्दा आफ्नो कुरा सही तरिकाले राख्न सकिँदैन। डर त्रासको अवस्थाहरू मनोवैज्ञानिक है व्यवधानहरू हुनुपर्छ। अर्को छ स्तरको आधारमा हुने व्यवधान। अब यो स्तरको आधारमा भनेको पोजिसनको आधारमा हुने व्यवधानहरू, जस्तो कार्यालय प्रमुखलाई सजिलै कुनै कुरा व्यक्त गर्न अप्ठ्यारो हुन्छ, त्यो स्तरले गर्दा भन्न खोजेको है। एउटा पोजिसनको लागि गरिबले धनीलाई कुनै कुरा व्यक्त गर्नको लागि त्यो स्तरले गर्दाखेरि केही समस्या हुन्छ भने, हुन त हुँदैन, हुन्छ भने त्यो स्तरको आधारमा हुने व्यवधानमा पर्छ। अब यो खास त्यो
मनोवैज्ञानिक, भाषागत, भौगोलिक यिनै मेजर कुराहरू त यही नै हो। अर्को छ मौसमी। मौसमी भनेको कस्तो भने मौसमको कारणले अप्ठ्यारो पुर्याउने, जस्तो पानी परिराखेको बेलामा तपाईँले 3-4 घर बाहिरपट्टि कुनै सूचना पुर्याउनु परेको छ भने पुर्याउन सक्नुहुन्न, पुर्याउनमा समस्या पर्छ, व्यवधान पर्छ, या त्यसले पानीले गर्दा तपाईँलाई अवरोध पुर्याउँछ, मौसमले गर्दा तपाईँ अवरोध पुर्याउँछ। तपाईँ काठमाडौँ गएर कुनै इन्फर्मेसन लिन खोज्नु भइराखेको छ, तपाईँ अब हावाहुरी बाढी आइराखेको छ या पहिरो गएको छ भने त्यस्तो अवस्थामा तपाईँलाई पर्ने त्यो सञ्चारको अवरोधलाई हामी वातावरणीय भन्छौँ। अब वातावरणीय एउटा मौसमको वातावरण यो पानी पर्ने, चट्याङ पर्ने यस्तो खालको मौसमी। अर्को चाहिँ कस्तो हुन्छ भने आर्थिक वातावरण पनि भन्छौँ हामी। पैसा छैन त्यही भएर काठमाडौँ जान सक्नु भएन, त्यो आर्थिक व्यवधानमा पर्छ है। वातावरणभित्र एकैचोटि एउटै सोलोडोलोमा हेर्न पनि सकिन्छ आर्थिक वातावरण भनेर, तर पनि त्यो आर्थिक व्यवधानभित्र पर्छ। अर्को छ राजनीतिक बहस पैरवी। बहस पैरवी भनेको वकालत, राजनीतिक रूपमा आस्था फरक फरक छ भने अब त्यहाँ पनि सही सञ्चार नहुन पनि सक्छ है। राजनीतिक आस्था फरक छ भने या राजनीतिक बहस पैरवीको आधारमा पनि यो सञ्चारका व्यवधानहरू तपाईँले नेपालमा किन विकास हुन सकेन भनेर कुनै राजनीतिक कर्मीलाई सोध्नुभयो, आफ्नो पार्टीको तर्फबाट उनीहरूले आफ्नो धारणा भन्छ। यस्ता वातावरणीय कुराले पनि असर पार्छ, आइडियोलोजीका कुराहरूले। अर्को प्राविधिक व्यवधान भनेको छ सञ्चारमा। अब इन्फर्मेसन टेक्नोलोजी अघि मैले त्यो होस्ट बनाउनु भने त्यसमा अब मलाई पनि त्यति राम्रोसँग आउँदैन, तपाईँहरूलाई पनि त्यति नआउँदाखेरि त्यो प्राविधिक व्यवधान अन्तर्गत सञ्चारमा त्यसरी प्राविधिक व्यवधान, त्यसलाई प्राविधिक व्यवधान मान्न सकिन्छ है। टेक्निकल इस्युले गर्दा अरू सबै ठिकै छ, त्यो भाषागत पनि होइन, भौगोलिक नि होइन, मनोवैज्ञानिक भन्ने कुरा नि भएन, वातावरणीय पनि होइन, तर टेक्निकल इस्युहरूले गर्दाखेरि केही समस्या पर्छ भने हामी प्राविधिक व्यवधान भनेर भन्न सक्छौँ है। बिजुली गयो, हाम्रो यो अहिलेको क्लास पनि प्रभावित हुन्छ, हाम्रो सञ्चार पनि प्रभावित हुन्छ। यी टेक्निकल इस्युहरूमा भएका समस्याहरू हाम्रो प्राविधिक समस्याभित्र पर्छ। अर्को छ प्रेषक प्रापक दुवै बीच हुने कमजोरीहरू। उनीहरूले प्रेषकले पनि भन्न खोजेको कुरा उसले बुझाउन सकेन र प्रापकले पनि उसले लिन सकेन, ग्रहण गर्न सकेन, तिनीहरू बीच हुने कमजोरीले पनि समस्या निम्त्याउँछ। भौतिक अवरोधहरू अब धेरै कुराहरू हुन्छ। भौतिक अवरोध यसमा बिल्डिङ, फर्निसिङ, सामानहरू, अब कार्यालयमा कम्प्युटर छ तर मेल पठाउन खोजिएको छ, इन्टरनेट छैन। अब त्यसलाई हामी इन्टरनेट नभएकोलाई हामी भौतिक अवरोध पनि भन्न सक्छौँ। या कार्यालयमा नेट चाहिँ छ तर कम्प्युटर छैन, नेट चाहिँ जोडिया छ, वाइफाई, कम्प्युटर छैन, त्यस्तो छ भने पनि त्यो पनि भौतिक अवरोधभित्र पर्न सक्छ है। कार्यालयमा अब बिल्डिङहरू नहुने, बिल्डिङमा केही भौतिक अवरोधहरूमा हामी राख्न सक्छौँ। यस्तै कुराहरूलाई अब यो तपाईँहरूलाई यति छुट्टै छुट्टै गर्नु पनि पर्ने होइन, किनभने यो रिपिट जस्तो पनि हुन्छ है। अब भौतिक अवरोधलाई हामीले यसैमा अर्को कुनैमा पनि टेक्निकल कुरामा पनि राख्न सक्छौँ। सङ्गठनात्मक अवरोधहरू सङ्गठनको संरचनाहरूले पुर्याउने अवरोधहरू हुन्। सङ्गठनात्मक अवरोध भनेको कस्तो भने अब तपाईँले इन्फर्मेसन लिन खोजिरहनु भएको छ, ढोकै धेरै कोठा, यो कोठामा जानु पर्यो, फेरि अर्को कोठामा जानु पर्यो, त्यसपछि कुन कागज पुर्याएर इन्फर्मेसन लिन पर्यो, या तपाईँले दिने छ भने त्यो इन्फर्मेसन दिन त्यो ठाउँसम्म पुग्न पर्यो। यो सङ्गठन भनेको कार्यालयभित्रै कुनै अवरोधहरूले गर्दाखेरि तपाईँलाई समस्या हुन्छ भने त्यो सङ्गठनात्मक अवरोध हुन्छ। यसरी हामीले
यसमा सञ्चारको अवरोधहरू या सञ्चारका व्यवधानहरू मेजर भनेको भाषागत अवरोध, भौगोलिक अवरोध, मनोवैज्ञानिक अवरोध, यस्ता खालका अवरोध या अरू चाहिँ टेक्निकल अवरोधहरूलाई चाहिँ हामी मेन सञ्चारका व्यवधानहरूमा लिन सक्छौँ भने बाँकी अरू सहायक कुराहरू पनि यहाँ छँदैछ। अब कसरी हटाउने यस्ता अवरोधहरू, कसरी हटाउने? दुईतर्फी सञ्चारको व्यवस्था मिलाउने, शुद्ध भाषा प्रयोग गर्ने, हेर्नुहोस् है, मनोवैज्ञानिक अवरोधहरू हटाउने, अघि भनियो भाषागत व्यवधानहरू थियो, एउटा भाषा नबुझेर हुन्छ, अर्को मिस्टेक व्याकरण पनि मिस्टेक हुन सक्छ, अर्को यो लेखाइमा त्रुटि हुन सक्छ। यस्ता स्वच्छ हुने, राम्रोसँग लेख्ने, व्याकरणहरूको पनि सही तरिकाको प्रयोग गर्ने, शुद्ध भाषाको प्रयोग गर्ने, दुईतर्फी सञ्चारको व्यवस्था गर्ने, वान वेले मात्रै पनि समस्या हुन्छ भने त्यो हटाउने, सूचनाको दोहोरोपन कम गर्ने, स्पष्ट उद्देश्य तय गर्ने, ल यिनै कुराहरू माध्यम स्पष्ट र प्रभावकारी बनाउने, कुन माध्यमबाट पठाउन खोजिएको हो, नेटबाट इन्टरनेटको माध्यमबाट हो कि हुलाकको माध्यमबाट हो कि या कुनै व्यक्तिबाट इन्फर्मेसन पुर्याउन खोजिएको हो, त्यो कुराले पनि यसलाई फरक पार्ने हुनाले यो माध्यम पनि स्पष्ट र प्रभावकारी बनाउनु पर्छ। उपयुक्त प्रविधिको प्रयोग यहाँ माथि छ, त्यो समस्यालाई हामी हटाउनको लागि त्यही उपाय गर्नु पर्यो। प्राविधिक व्यवधान भनेको छ, यो प्राविधिक व्यवधान हटाउनलाई के गर्नु पर्यो? उपयुक्त प्रविधिहरूको प्रयोग गर्नु पर्यो। संगठनात्मक संरचना, योजना, कार्यबीच कोअर्डिनेसन, स्पष्ट माध्यम हुनु पर्यो। नै उपयुक्त प्रविधिहरूको आइसिटीको प्रयोग या कुन टेक्नोलोजी प्रयोग गर्ने हो त्यो टेक्नोलोजीको प्रयोग गर्नुपर्छ। सञ्चार सम्बन्धी कानुनहरूमा कमी छ या कानुनमा त्रुटि छ या कानुनमा दोहोरो कुरा छ या छुट कुरा छ भने त्यो कानुन पनि बनाउनु पर्छ। सञ्चार सम्बन्धी नेपालमा सूचना सम्बन्धी ऐन छ, सूचनाको हक सम्बन्धी ऐन छ, सूचनाको हक सम्बन्धी नियमावलीहरू छन्। प्रेस सम्बन्धी ऐन कानुनहरू छन्। नेपालमा के गरिएको छ त प्रभावकारी बनाउनलाई भन्दा नेपालमा प्रभावकारी सञ्चारको लागि यो सञ्चार नीतिहरू बनाइएको छ। अर्को छ सूचना प्रविधि नीतिहरू बनाइएको छ। जिल्लामा हुलाक कार्यालयहरू छन् सूचनाहरू आदान प्रदान गर्नको लागि। यो अन्तर्राष्ट्रिय सञ्जाल भएको छ। फेरि हाम्रो हुलाक भनेको इन्टरनेसनल आइपी यो बोर्डमा भएको विश्व हुलाक सङ्घ इन्टरनेसनल पोस्टल युनियनको सदस्य हो नेपाल पनि। त्यसले अन्तर्राष्ट्रिय कनेक्सन भएको हुलाक कार्यालयहरू यो हुलाक कार्यालयहरू छ नेपालमा। यो पनि हाम्रो लागि के हो? सञ्चारको लागि भएको एउटा प्रयासहरू हो। सूचनाको हक सम्बन्धी ऐन छ, नियमावलीहरू छ। सूचनाको हक सम्बन्धी ऐन 2064, नियमावली 2063, नेपालको संविधानमा धारा 27मा सूचनाको हक सम्बन्धी व्यवस्था छ, धारा 19मा सञ्चार सम्बन्धी हकको व्यवस्था छ। सूचना प्रविधि पार्कको निर्माण, यिनै नयाँ कुराहरू, वेबसाइट, फ्याक्स, इमेल, इन्टरनेट या मेल आइडीहरू यसको प्रयोग गरिएको छ। एफएम तथा पत्र पत्रिकालाई खुला इजाजत दिएको छ। एफएम सञ्चालन गर्न पाइने छ। पत्र पत्रिकाहरू दर्ता गरेर खबरहरू छाप्न सकिने कानुनी व्यवस्थाहरू छ। यो खुला इजाजत दिएको छ। पत्र पत्रिका एफएमहरूको लागि अप्ठ्यारो छैन।
यो सजिलो किसिमले खोल्न सकिने बनाइएको छ, खुला इजाजत दिएको छ। साइबर ल जारी भएको छ। चुनौतीहरू छन्। यति मात्रै होइन, नेपालमा यो प्रयासहरू नभएका होइनन्, प्रयासहरू भएका छन्। तर चुनौतीहरू छ। नेपालमा पुनर्निर्माणले क्षतिग्रस्त पुगेको छ यो संरचनाहरू। दक्ष जनशक्तिको कमी छ। निजी क्षेत्रको लगानी कम भइराखेको छ। निजी क्षेत्रलाई आकर्षण गर्न सकिएको छैन। विश्वव्यापी सञ्चार पुग्न सकिरहेको अवस्था छैन। नेपालको इन्फर्मेसन या सञ्चारमा रिलायबल छैन, विश्वसनीयता छैन, इन्फर्मेसनहरू प्रष्ट छैनन्। अर्को, राज्यको नियन्त्रण कायम गर्न सकिराखेको छैन। कसरी ह्याकिङ गर्ने, चोरी हुने, डाटाहरू हराउने, यी कुराहरूको नियन्त्रण हाम्रो लागि चुनौती छ, च्यालेन्ज छ हाम्रो लागि। यस्ता कुराहरू डाटा ह्याक हुन्छ। अब इन्टरनेट नयाँ प्रविधिको प्रयोग गर्ने, मेल गर्ने, इन्टरनेट गर्ने भन्छौँ हामी, प्रयोग गर्ने भन्छौँ, तर त्यसको सेक्युरिटीको कुराहरूमा हामी पछाडि नै छौँ। ती हाम्रो लागि च्यालेन्जेसहरू हुन्। नेपालमा सञ्चार प्रणालीको विकास गर्न देखिएका समस्या अब के छ त? नेपालमा के समस्या छन् भन्दा तथ्याङ्क नै कमजोर छ। हामीसँग राइट इन्फर्मेसनको कमी छ। स्रोत साधनमा हाम्रो कमी छ। निकायहरूबीच कोअर्डिनेसन छैन। भौगोलिक कठिनाइ छ। अर्को चाहिँ जनशक्ति क्षमतामा कमजोर छ नेपाल। हाम्रो जनशक्ति क्षमता कमजोर छ। मेन पावर पढे लेखेका या इन्टरनेट, इमेल, अब नयाँ प्रविधि बीच अभ्यस्त भएको जनशक्तिहरूमा कमी छ। पूर्वाधार हाम्रो कमी छ। इन्फ्रास्ट्रक्चरहरू छैन। द्वन्द्वको अवस्था, विभिन्न द्वन्द्वको अवस्थाले पनि यो सञ्चार सही हुँदैन। अर्को, खर्चिलो छ हाम्रो सञ्चार, खर्चिलो छ। अब यसमा लगानी गर्न सकिराखेको अवस्था छैन। एउटा पक्षको खराबीले गर्दाखेरि पुरै इन्फर्मेसन हाम्रो कम्युनिकेसन टेक्नोलोजी भनौँ या आइसिटीकै क्षेत्रमा यसले प्रभाव पारिराखेको अवस्था देखिन्छ। नेपालमा सञ्चारमा जनताको छनौटको अधिकार छ। पब्लिक चोइस थ्योरी अनुसार प्राप्त गरेका छन्। एफएम, टेलिफोन, पत्र पत्रिका, यस्ता जनताको छनौटको अधिकार छ। ब्लक सेवाको सञ्जाल विश्वव्यापी भएको छ। अवसरहरू हो। अघि हामीले जुन च्यालेन्जहरूको कुरा गऱ्यौँ, त्यो च्यालेन्जहरूलाई यदि हामीले ग्रहण गर्न सकियो भने, यो जुन राम्रो प्रयासहरू छ त्यसैको आधारमा यो च्यालेन्जलाई हटाउन सक्यो भने हामीसँग अपर्च्युनिटीहरू छन्। यी यस्ता अपर्च्युनिटी हुन्। एफएम, पत्र पत्रिका, टेलिफोन हामीसँग प्रशस्त छ। हामीसँग पोलिसी पनि सञ्चारलाई, सूचना प्रविधिलाई म्याक्सिमम रूपमा ग्लोबलाइजेसन भइसकेपछि हामीले भित्राउन सक्ने खालको पोलिसीहरू लिएका छौँ। यो पनि हाम्रो लागि सञ्चारको विकासको लागि अवसर मान्न सकिन्छ। नेपालमा के छ त सञ्चारका माध्यम? धेरै छन्। एफएम छ, रेडियो छ, टेलिभिजन छ, पत्र पत्रिकाहरू छन्, पत्राचारहरू गरिन्छ। एउटा कार्यालयले अर्को कार्यालयलाई फ्याक्स पठाउने, इमेल पठाउने, राजदूतहरू छन्। राजदूत भनेको यो एम्बेसीहरूमा नेपालको तर्फबाट बहस पैरवी गर्ने या नेपालको पक्षको वकालत गर्ने राजदूतहरू छन् है। नेपालको इन्फर्मेसनहरू पुर्याउने राजदूत, अभियान्त्रिक, यो नेपालका यी विभिन्न फारमहरू छन्, आन्तरिक सूचनाहरू छ। यस्तै यस्तै कुराहरू यो नेपालका सञ्चार माध्यमहरूका मेन रेडियो, टेलिभिजन, टिभी, पत्र पत्रिका नै हाम्रो सञ्चारको माध्यम हो। अर्को, कटुवाल प्रणाली भनेको छ गाउँघरमा। यो कटुवाल प्रणाली भनेको कस्तो भने, पहिला हुन्थ्यो यो सबै फोन, इन्टरनेट यस्तोको जमाना त थिएन। त्यो बेला गाउँको कुनै इन्फर्मेसन, कुलो खन्नु पर्यो या कुलोमा केही मर्मत गर्नु पर्यो भने त्यस्ता विषयहरूमा गाउँका सानातिना कुराहरूमा कुनै बैठक, स्टाफ मिटिङ, कर्मचारी बैठक, कर्मचारी भन्दा पनि गाउँको बैठक, गाउँको सभा कुनै गर्नु पर्यो भने फलानु मितिमा यसरी हाम्रो वडामा यो दिन
बैठक राखिएकोले सबै उपस्थित हुनु भनेर एकजना कर्मचारीले चिच्चाएर बोलाउँथे। सबैले सुन्ने गरी चिच्चाइ। अब पछि त माइक पनि आयो, माइकमा बोल्ने त्यस्तो खालको प्रणालीलाई हाम्रो कटवाल प्रणाली भन्छ। कटवाल प्रणाली भनेको त्यो घोक हाल्ने भनिन्थ्यो है गाउँघरमा। कटवाल प्रणाली भनेको घोक हाल्ने, बोलाएर चिच्चाएर बोलाएर गाउँलेलाई सुनाउने, गाउँलेले कुनै अब के काम कारबाही हो त्यो काम कारबाहीमा उपस्थित हुनको लागि सूचित गर्ने त्यस्तो खालको सिस्टमलाई कटवाल प्रणाली भने। चिच्चाइ बोलाउने हो है यो, गाउँलेले सुन्ने गरी बोलाउने, इन्फर्मेसन दिने, यस्तो खालको प्रणालीलाई हामी कटवाल प्रणाली भनेर भन्न सक्छौँ या भनिन्छ। यति कुराहरू छ यो सञ्चारमा पनि। सञ्चारका साधनहरू भनियो अघि हामी। साधनहरूमा अझै केही थप्दाखेरि परिपत्रहरू पनि भन्न सक्छौँ हामी। टेलिफोन, इन्टरनेट, तोक आदेश, मोबाइल पनि थप्न सकिन्छ। इमेल या अहिलेको कन्टेक्स्टमा यहाँ अझै थप्न सकिने भनेको कस्तो भने यहाँ सामाजिक सञ्जाल भनेर थप्न सकियो है। सामाजिक सञ्जालहरू अहिलेको सामाजिक सञ्जालहरू पनि यो सञ्चारका साधनहरू हुन्। यति समयसम्म मैले यहाँ तपाईहरुलाई यी कुराहरू सुनाएँ। सञ्चार भनेको के हो, यसको महत्त्व के हो, कस्ता कस्ता साधन छन्, कस्तो तौर तरिका छ, सञ्चारका व्यवधानहरू कसरी हटाउन सकिन्छ, यी कुराहरू तपाईहरुलाई मैले अहिलेसम्म भने। यसबाट केही तपाईहरुलाई लागेको केही कुराहरू छ भने सोध्न सक्नुहुन्छ है। ल यो केही छ साथीहरु? छैन त। अस्ति एउटा क्वेसन आएको थियो सर। ल भन्नुस् त के आएको थियो? देहायको कोण बनाइ सही छ भनेर। अनि एक नम्बरमा भौगोलिक दूरीले सञ्चारमा व्यवधान हुन सक्छ। 2 नम्बरमा संगठनको जटिल ढाँचाले सञ्चारलाई कुनै असर गर्दैन। गर्छ, संगठनको जटिल संरचनाले गर्छ। अघि मैले भने त कोठा कोठा चार्नु पर्ने, अनि त्यसपछि धेरै अब नियम कानुन भएको, अनि प्रोसेस गर्नु पर्यो, कागज पत्र धेरै मागियो, कोठा कोठा चार्नु पर्यो, यस्तो छ भने त सञ्चारले असर गर्छ। अघि मैले भनिसकेँ। केमा आएको थियो यो क्वेसन? जस्तै मक टेस्टमा आएको थियो सर हाम्रो। ल मक टेस्टमा त आउन सक्ने भयो। यो अर्को अरूमा पनि आइराखेको छ है, लोकसेवाकै इक्जाममा पनि आएको छ। यसलाई मैले सञ्चारको व्यवधानलाई तपाईहरुलाई यहाँ हाइलाइट गरेको छु। यसलाई फेरि भन्छु तपाईहरुलाई इक्जाम्पल सहित। यो भाषागत व्यवधान भनेको छ। भाषागत व्यवधान भनेको के भने समस्याहरू हुन्। सञ्चार प्रक्रियामा देखा पर्ने यस्ता व्यवधानहरू एउटा भाषागत व्यवधान पनि हुन सक्छ। भौगोलिक अवरोधहरू या व्यवधानहरू हुन सक्छन्। मनोवैज्ञानिक किसिमका अवरोधहरू हुन सक्छन्। त्यस्तै गरी संगठनात्मक अवरोधहरू हुन सक्छ। यहाँ संगठनात्मक अवरोध अलि तल लेखेको छ। संगठनात्मक अवरोध हुँदैन भन्नुभएको थियो, हुन्छ संगठनात्मक अवरोध। अर्को यो भौतिक अवरोधहरू भन्न सक्छौँ, प्राविधिक अवरोधहरू भनेर भन्न सक्छ है, वातावरणीय अवरोधहरू। अर्को कतै कतै हाइरार्की अवरोध पनि भन्छ। हाइरार्की अवरोध भनेको यो स्तरको आधारमा हुने भन्न सकिन्छ है। हाइरार्की भनेको पद सोपानले गर्दाखेरि अब न्यायाधीश समक्ष त्यो झुकेर बोल्नु पर्ने, अब धेरै बोल्न नहुने। अब प्रधानमन्त्रीकै अगाडि आउनु भयो भने तपाईँ धेरै कुराहरू यहाँ भन्छु भनेको कुरा पनि भन्न सकिँदैन। त्यो स्तरले गर्दाखेरि हाइरार्कीले हुने व्यवधानहरू। तपाईहरुलाई मैले एउटा इक्जाम्पल भने। भाषागत अवरोध भनेको भाषा धेरै अर्थ लाग्ने किसिमको छ, भाषा अशुद्ध छ, भाषा नै बुझ्न सकिँदैन।
भाषागत अवरोध है। त्यो बुझ्नै सकिँदैन भने त्यसले सञ्चार राम्रो भएन, सञ्चारमा त्यसले समस्या पैदा गर्यो। भौतिक अवरोध, दूरी टाढा छ, दूरी विकट छ, त्यस्तो अवस्थामा भौगोलिक या भौतिक अवरोध हुन सक्छ। यो भौगोलिक अवरोध हुन सक्छ। दूरी टाढा, भौगोलिक भनेको दूरी टाढाको हिसाबले यसैलाई भौतिक पनि भन्न सकिन्छ है। अब यो भौगोलिक हो मेन, दूरी टाढा छ भने त्यसलाई भौगोलिक अवरोध भनेर हामी भन्छौँ। त विकटताको अवस्थाले गर्दा सिर्जना हुने अवरोध भनेको सञ्चारको भौगोलिक अवरोध। अर्को छ मनोवैज्ञानिक अवरोध। मनोवैज्ञानिक अवरोध भनेको डर त्रास, पूर्वाग्रहले हैन छिट्टै निष्कर्षमा पुग्ने बानी त्यस्तो छ भने त्यो मनोवैज्ञानिक व्यवधान भयो। मेन चाहिँ डर त्रासले गर्दा या पूर्वाग्रह छ, छिट्टै निष्कर्षमा पुग्ने आनी बानी छ भने त्यसलाई हामी मनोवैज्ञानिक अवरोध भन्छौँ। अर्को छ संगठनात्मक, यो स्तरको आधारमा हुने हायरार्की वाला अनावश्यक पद सोपान छ, धेरै शिष्टाचार गर्नुपर्ने हुन्छ, धेरै हायरार्की छ, खरिदार, सुब्बा, शाखा अधिकृत, त्यहाँबाट उपसचिव, सहसचिव, सचिव, यस्तो धेरै हायरार्कीले गर्दाखेरि या स्तरले गर्दाखेरि पनि असर पुर्याउँछ। त्यसलाई हामी हायरार्की अवरोध भन्छौँ। अर्को छ वातावरणीय अवरोध। मौसमका कारणले, गडबडीको कारणले धेरै हल्ला हल्ला भयो भने पनि त सुन्न सकिँदैन। तपाईँले बोलेको कुरा, मैले बोलेको कुरा यहाँ सबै अहिले सबैले म्युट अफ गरेर सबैले बोल्न थाल्नुभयो भने कसैले भनेको सुनिँदैन। त्यो भनेको के वातावरणीय भित्र पर्छ। त्यो पनि है वातावरणीय अवरोधभित्र त्यसलाई राख्न सकिन्छ। हो हल्ला गर्ने, अब धेरै फोनमा तपाईँ गाडी चलाइराखेको बेला या सडकमा निस्केको बेलामा फोनमा कुरा गर्नुभयो भने फोनमा राम्रोसँग आवाज सुनिँदैन हल्ला खल्लाले गर्दा। त्यस्तो हल्ला खल्ला, मौसमको गडबडी, हो हल्ला यी भयो भने चाहिँ वातावरणीय अवरोध पर्छ। पानी परेको बेला तपाईँले फोन गर्नुभयो या हामी कुराकानी गऱ्यौँ भने राम्रोसँग सुन्न सकिँदैन। यी सबै कुरा मौसमको गडबडीले गर्दा हुन्छ। अर्को छ यसैमा प्राविधिक अवरोध या प्राविधिक व्यवधान भनेको प्राविधिक जटिलताले, ज्ञान सिपको कमी भएर। अब मोबाइल, ल्यापटप छ, म्याकबुक छ, म्याकबुक चलाउन सकिँदैन। म्याकबुकमा भएको म्याकबुकमा इन्फर्मेसन छ, त्यहाँ हेर्नुहोस् भनेर कसैले भन्यो। अब हामी चलाउन जान्दैनौँ, म्याकबुक कसरी ओपन गर्ने, कताबाट ओपन गर्ने, त्यस्तो छ भने त्यो प्राविधिक व्यवधान हुन सक्ने भयो। अर्को यो प्रेषक र प्रापक, पठाउने पाउने बिचमै कुनै कमजोरी छ भने त यो धेरै इलाबोरेट गरिरहनै परेन। अर्को छ भौतिक अवरोध। भौतिक भनेको हाम्रो यो धेरै कुरा आउँछ भौतिक अवरोधमा, माथिकै धेरै कुरा आइराखेको छ। सङ्गठनमा हाम्रो भौतिक साधन स्रोत छैन है, कुर्सी छैन, टेबल छैन, या बिजुलीहरू जोडिएको छैन, यस्तो भौतिक साधन स्रोत छैन भने हामीलाई अवरोधहरू हुन सक्छ, भौतिक अवरोधहरू मान्न सक्छौँ त्यसलाई। अब गाडी, तपाईँले पोखरामा बसेर काठमाडौँ जानुपर्ने छ इन्फर्मेसन पुर्याउन, गाडीको समस्या छ, त्यो भनेको अब एक त भौगोलिक पनि हुन सक्छ, तर गाडीकै कारणले भयो भने तपाईँको त्यसलाई भौतिक खालकोमा राख्न सकियो। यातायातका साधनहरू, कुनै बिल्डिङ, यस्ता यस्ता कुराहरूलाई हामी भौतिक साधन स्रोतको अभाव भयो भने भौतिक अवरोधमा राख्न सक्छौँ। भने साङ्गठनिक अवरोध भनेको सङ्गठनको जटिलताको कारणले गर्दाखेरि, अप्रभावकारी नेतृत्वले गर्दाखेरि, सङ्गठनको मान्छे, सङ्गठन हाकिम ले सिर्जना गरेको कुनै समस्याको कारणले, संक्षेपमा भन्दा सङ्गठनमा भएको या संस्थामा, कार्यालयमा भएको जटिल संरचनाले गर्दाखेरि है, त्यो इन्फ्रास्ट्रक्चरले गर्दाखेरि असर पार्छ भने त्यसलाई सङ्गठनात्मक अवरोध भनेर हामी भन्छौँ। सञ्चारका यी यस्ता अवरोधहरू हुन्छन्। यी अवरोधहरू हटाउन सकेमा असल सञ्चार हुन्छ। नेपालमा त्यस्तै यिनै समस्याहरू छन्। यी समस्याहरू हटाउन सक्यो भने नेपालले लाभ लिन सक्छ। यी यस्ता च्यालेन्जेसहरू हटाउन सकेमा
सञ्चार सही या प्रभावकारी बन्छ। अरू केही साथीहरू? सर भौतिक पूर्वाधारको फेरि भनिदिनु न। भौतिक पूर्वाधार भनेको भौतिक साधन स्रोतहरूको अभावमा यसलाई हामी धेरै कुराहरू हेर्न सक्छौँ। कार्यालयमा डेस्क बेन्चको कुरा या कम्प्युटर कार्यालयमा फर्निसिङकै कुराहरू हुन सक्छ, कार्यालयमा टेबल कुर्सीहरूको कुराहरू हुन सक्छ, कार्यालयमा यातायातका साधनहरू नभएको किसिमले गर्दाखेरि कुनै अवरोध सिर्जना हुन्छ, कार्यालयको बिल्डिङ राम्रो नभएको, अब यो सङ्गठनात्मकमा जान चाहिँ फेरि बिल्डिङहरू भन्यो भने भौतिकमा चाहिँ बिल्डिङ पनि पर्छ, सङ्गठनात्मकमा फेरि आन्तरिक सङ्गठनको आन्तरिक पदसोपानले गर्दाखेरि या जटिल संरचनाले गर्दा सङ्गठनात्मक अवरोध हुन्छ भने भौतिकमा टेबल कुर्सी डेस्क बेन्च तपाईँले टेलिफोन छैन भने त्यसलाई चाहिँ भौतिक अवरोध मान्न सक्छौँ है। भौतिक अवरोधहरू अब अघि भनेकै माथिका कुराहरूमा केही ओभरल्याप पनि हुन्छ, प्राविधिक कुरामा पनि ओभरल्याप हुन्छ। भौतिक साधन स्रोत नभएको अवस्था छोटकरीमा बुझ्नु, भौतिक साधन स्रोत छैन हामीसँग, टेलिफोन छैन, इन्टरनेट छैन हामीसँग, अफिसमा बस्ने ठाउँ छैन, राख्ने दराज छैन या चिठी पत्र राख्ने फाइलहरू छैन, ती भौतिक अवरोधभित्र पर्छन्। हामीलाई अब अफिसभित्र छिर्दाखेरि कुनै समस्या हुन्छ बिल्डिङकै कारणले, बाटोको कारणले, डेस्क बेन्चको कारणले, यी यस्ता कुराहरू छन् भने हामी भौतिक अवरोध भन्छौँ। तपाईँलाई कसैले अफिसमा प्रवेश गर्दाखेरि छेक्यो, उसले भन्न दिएन, बोल्न दिएन, यो पनि भौतिक अवरोधमा पर्छ। ल मेन चाहिँ तपाईँहरूले यो भाषागत, भौगोलिक, मनोवैज्ञानिक स्तरको आधारमा हुने अर्को यो टेक्निकल व्यवधानहरूबाट क्वेसनहरू परिराखेको हुन्छ। ल गाह्रो च्याप्टर होइन यो, धेरै गाह्रो च्याप्टर केही पनि छैन। सञ्चार भनेको यसबाट क्वेसनहरू यस्तै क्वेसनहरू आउँछ। यहाँ केही क्वेसनहरू मैले बनाएको हिजोको पाठ र आजको चाहिँ कति समेटिन्छ हेरौँ। यसमा सञ्चारको पनि एमसिक्यू म भेटेँ भने यहाँ तपाईँहरूलाई देखाउँछु र बाँकी तपाईँहरूको यहाँ बिचमा क्लासमा एमसिक्यूहरू केही छुटपुट भएको रहेछ भने म पछि पनि तपाईँहरूलाई पछिको क्लासहरूमा पनि तपाईँहरूलाई म प्र्याक्टिसै गराउँछु, क्लासमा नै प्र्याक्टिस गराउँछु। ल एउटा प्र्याक्टिस गरौँ हिजोको। कार्यालय व्यवस्थापन। कार्यालय व्यवस्थापनको पाठबाट छ। कार्यालय एक कार्य प्लस ल यो अब तपाईहरुले एन्सर दिने हो। कार्यको अर्थ काम र आलयको अर्थ भवन तलको भनाइ सही छ। यस प्रकार कार्य प्लस आलय मिले बनेको हुन्छ, जहाँ कार्यको अर्थ काम, आलयको अर्थ भवन, आवास भन्ने हुन्छ। यस प्रकार काम गर्ने स्थानलाई बुझिन्छ। अब यो डेफिनेसनै हो। व्यावसायिक संस्था यो सबै सुविधा सम्पन्न स्थानलाई कार्यालय भनिन्छ। दैनिक र भइपर्यावरण माथिका सबै हुन्छ। दुईमा निश्चित उद्देश्य प्राप्ति गर्नका लागि स्थापना निश्चित उद्देश्यको लागि आकस्मिक भइपरिआउने कार्यहरू सञ्चालन हुन्छ। त्यो स्थानलाई के भनिन्छ? कार्यस्थल हो। 3 नम्बर मूलभूत रूपमा कार्यालयमा सङ्घ संस्था भनेको छ। कार्ययोजना कार्यालय मूलभूत रूपमा कार्यालय कुन काम गरिन्छ, कार्यालयमा के काम गरिन्छ, कामको कार्ययोजना बनाउने, योजनाको कार्यान्वयन गर्ने,
कार्यालय सबैका गर्ने व्यवस्थापन दैनिक कार्य सञ्चालनको सिलसिलामा कार्यालयमा कुन कुन कार्य गरिन्छ कार्यालयको यो पनि सबै कार्य योजना निर्माण एवं कार्यान्वयन र माथिका सबै भन्दै पनि भुलिरहेछ कार्यालयको काम अन्तर्गत कुन पर्दैन कर्मचारी व्यवस्थापन कार्य योजना निर्माण कार्यान्वयन नीति तथा कानुन निर्माण कर्मचारी व्यवस्थापन अब यो यस्तो छ कार्य योजना निर्माण कार्यान्वयन गर्ने कार्यालय व्यवस्थापन अब यो पनि काम हो नीति तथा कानुन निर्माण पनि कार्यालयको काम हो तर यो अलिकति राजनीतिक उच्च तहका कर्मचारीहरूले या राजनीतिज्ञहरूले गर्ने काम हो नीति बनाउने कानुन बनाउने काम चाहिँ हाम्रो कार्यालयको टप लेभलको अफिसरहरूले टप लेभलबाट हुने काम हो बेसिक लेभलको कार्यालयमा अब हामी यस्तै आयो भने प्रायोरिटीको आधारमा हेर्छौँ कुन अप्सन ठिक छैन त्यो हेर्छौँ नीति तथा कानुन निर्माण भन्ने कुरा यो अनिवार्य हुँदैन सबै कार्यालयको लागि त्यही भएर नीति तथा कानुन निर्माण काम पर्दैन फेरि कामै पर्दैन भनेर यो मध्ये अब सबैभन्दा सुइटेबल यो छ है कार्यालयको काम अन्तर्गत नपर्ने कुन हो चिठी पत्र व्यक्तिगत सम्पादित कार्यको व्यक्तिगत तथा संस्थागत मूल्याङ्कन गर्ने सम्पादित कार्यहरूको मूल्याङ्कनका लागि माथिल्लो निकायमा पठाउने जनसम्पर्क व्यक्तिगत तथा संस्थागत मूल्याङ्कन भनेको जहिलेसुकै माथिल्लो कार्यालयले गर्छ त्यही भएर यो बेसिक लेभलको कार्यालयले कुन गर्दैन भन्न खोजेको यसमा पनि अरू काम चाहिँ गर्छ चिठी पत्र पठाउने प्राप्त गर्ने मूल्याङ्कनको लागि माथिल्लो निकायमा पठाउनु पर्छ आफैले गर्दैनन् संस्थागत मूल्याङ्कन आफैले गर्दैन है जनसम्पर्क गर्ने यो त काम नै भयो कार्य सम्पादनका लागि आवश्यकता अनुसार कार्यालयको काम अन्तर्गत देखाएको मध्ये कुन पर्छ सम्पादनका लागि आवश्यकता अनुसार कार्य सम्पादनको लागि आवश्यकता अनुसार सामग्रीको व्यवस्था गर्ने कार्यालयको गतिविधिको लागि प्रगति प्रतिवेदन तयार पार्ने आर्थिक क्रियाकलाप सञ्चालन गरी अभिलेख तयार गर्ने लगायतका कामहरू सबै पर्छ अब 8 नम्बरको क्वेसन 8 नम्बरका मिलन केन्द्र कार्यालय महत्त्वपूर्ण होइन जनसम्पर्क केन्द्र मिलन केन्द्र सेवा केन्द्र समन्वय केन्द्र यो कस्तो छ भने हेर्नु साथीहरूले यो बुक अनुसार फरक लेखेको छ कार्यालयको महत्त्वमा कुन पर्छ यो कार्यालयको महत्त्व कुन होइन भन्दाखेरि जनसम्पर्क मिलन समन्वय सेवा सबै हुन्छ हुन चाहिँ छलफल केन्द्र है कार्यालयको यो महत्त्व होइन भनेर भन्न पाइँदैन तर अब यो जनसम्पर्क पनि हुन्छ अलिकति सुइटेबल भनेको यो मिलन केन्द्र भन्नुभएको छ तपाईँहरूले यही हुँदैन अब मिलन केन्द्र अब हुन चाहिँ नहुने भन्ने होइन यहाँ मध्येको चाहिँ मिलन केन्द्र भन्ने अलिकति नमिल्ने छ किनभने अरू जनसम्पर्क गर्ने समन्वय गर्ने सेवा केन्द्र गर्ने यो काम मध्ये अब मिलन केन्द्र त्यति उपयुक्त छैन मिल्ने भेट हुने भन्दा पनि अरू नै बढी इम्पोर्टेन्ट छ यो नहुने भन्ने त हुँदैन है फेरि मिलन केन्द्र भन्ने पनि ल हामी अब यसरी नै अब तपाईँहरूलाई यतिको लेभलको क्वेसन सोध्छ हामी प्रायोरिटीको आधारमा कुन हो कुन होइन पनि भन्छौँ 100% नहुने भन्ने छैन है यति चाहिँ बुझ्नुहोस् फेरि कार्यालयको महत्त्वमा कुन पर्दैन यो पनि उस्तै कुरा यो माथिकै भने जस्तै कुरा हो मैले अब छलफल केन्द्र नै हुँदैन भन्ने हुँदैन कार्यालय त छलफल गर्ने डिसिजन निकाल्ने डिस्कस गर्ने सबै हुन्छ नि कार्यालयमा छलफल केन्द्र गर्ने अब छलफल भन्दा अरू काम चाहिँ सबैमा हुन्छ अब छलफल भन्ने कुरा अनिवार्य छैन कार्यालयको महत्त्वमा कुन पर्दैन यहाँनिर कताबाट कार्यालयको महत्त्व सन्दर्भमा बढी उपयुक्त कुन छ
व्यवस्थापन केन्द्र हो। व्यवस्थापन। म्यानेजमेन्टको पार्ट भनेपछि आएपछि सबै पर्यो, नियन्त्रण, सहयोग, सुझाव सबै व्यवस्थापनले समेट्छ। देहको व्यवस्थापन भन्दा बित्तिकै स्थायी कार्यालय सबैलाई अन्तर्गत समेट्छ। पर्दैन मन्त्रालय 11 नम्बरमा ए, देहायको मध्ये कुन परियोजनाको स्थायी कार्यालय कार्यालय। अन्तर्गत पर्दैन? परियोजना त्यो कुन भने अप्सन बी परियोजना कार्यहरू स्थायी कार्यालय अन्तर्गत पर्दैन। मैले हिजो भनेको छु तपाईँहरूलाई, स्थायी परियोजना कार्यहरू भनेका आयोजनाहरू हुन्, जस्तो कि प्रधानमन्त्री कृषि आयोजना परियोजना, तरकारी जोनहरू, निश्चित अनि निर्वाचनको बेला स्थापना हुने कार्यालयहरू एक साथ स्थापना भनेको निर्वाचनको बेला स्थापना हुने भनेको मुख्य निर्वाचन अधिकृतको कार्यालय, लिन्छ। यो पनि ठिक यस्तो यस्तो कुराहरू पर्दैन। ठिक छ। यो परियोजना कार्यालय हो, स्थायीमा पर्दैन। यो अस्थायी किसिमको हुन्छ। टाइम सकिएपछि या उद्देश्य पुरा भएपछि फेज आउट हुन्छ। गाउँको क्षेत्र संसार देहायको मध्ये कुन भनाइ सही छैन? कार्यालय अन्तर्गत सेवा दिएको कार्यालय कर्तव्य र नफाको हिसाबले कति प्रकारका हुन्छ? 3 दुई प्रकार 2 3 ल दुई हो जस्तो लाग्छ। स्थायी ल अस्थायी यो ठ्याक्कै यही भन्ने छैन है। अब यो न कर्तव्य सरकारी छ, न निजी सेवाका हिसाबले सरकारी र गैर सरकारी प्राइभेट हो। सरकारी र प्राइभेट। अब सेवाको हिसाबले पनि हुन्छ फेरि सरकारी संस्थान, निजी संस्थान। हेर्नुहोस् है, सरकारी संस्थान, निजी संस्थान हुन्छ। नाफाको उद्देश्यले प्राइभेट कम्पनीहरू स्थापित हुन्छन्। कर्तव्यको साथ ल यो अरू चाहिँ अरू पढ्दाखेरि अरू पढौँ न। निरन्तर कार्य सञ्चालन गर्ने स्थायी रूपमा रहेको कार्यालयहरू स्थायी कार्यालय भनिन्छ। यो ठिक छ। निश्चित अवधि कार्य पूरा गर्ने उद्देश्यका साथ अस्थायी रूपमा खोलिने कार्यालय अस्थायी कार्यालय। परियोजना कार्यालय, योजना कार्यालय, निर्वाचन प्रयोजनका लागि गाउँ वा क्षेत्रमा सञ्चालित कार्यहरू, विशेष कार्यक्रम अन्तर्गत सेवा दिन खोलिएका कार्यहरू अस्थायी कार्यालय हुन्। अब त्यति भनिसकेपछि यो नै हुन्छ। यसमा प्राइभेट सेवाको हिसाबले भन्दाखेरि हाम्रो विभिन्न परोपकारी संस्थाहरू हुन्छन्। नाफाका उद्देश्यले प्राइभेट लेभलका हुन्छन्। कर्तव्य भनेको छ अब सरकारी, निजी, गैर सरकारी यस्तै भन्न खोजेको। यो किताब अनुसार फरक छ, यो मिल्दैन है। अरू चाहिँ हेर्दाखेरि ठिक छ, सबै ठिक छ। 13 नम्बरको हेर्नु त, सहायक कर्मचारी भनेर हिजो हामीले पढ्यौँ। त्यो सहायक कर्मचारीमा कुन पर्दैन भनेर क्वेसन छ। कार्यालय सहायक अन्तर्गत सहायक कर्मचारी निजी निजी सहायक अधिकृत निजी सहायक अधिकृत ल अधिकृत भनेपछि यहाँ पर्दैन। निजी सहायक अधिकृत। फाँटवाला भनेको अब यहाँ क्वेसनै छ। फाँटमा काम गर्ने कर्मचारी, सम्पर्क सहायक, कुनै पनि प्राविधिक सहायक, यो सबै सहायक। यहाँ अधिकृत भन्ने छ, यो पर्दैन। कार्यालय सहायकले कुनै पनि फाँटवाला अनि निजी सहायक त हुन्छ होइन? निजी सहायक मात्रै त हुन्छ। अब निजी सहायकको यहाँ क्वेसनै छ, तपाईँहरूलाई एकछिनमा आइहाल्छ। 14 नम्बर निजी सहायक अधिकृत। कुनै कुनै अधिकृत लेभलको पनि हुन्छ निजी सहायक। पिए भनेको प्रधानमन्त्रीहरूले चाहिँ अधिकृत लेभलकै राख्छ। अब असिस्टेन्ट चाहिँ हो हुन चाहिँ। अब यहाँ मध्ये यो मिल्दैन। निजी सहायक के हो भन्ने कुरा त्यही क्वेसनमै छ। एउटा कुनै क्वेसनमा आउँछ अहिले एकछिनमा, अहिले त्यही डिस्कस गरौँ ल। 14 नम्बरमा हेर्नु त, कुनै पनि कार्यालयको सम्बन्धित शाखा वा फाँटमा रहने कर्मचारी रहने कार्यालय सहायकलाई के भनिन्छ? ल फाँटवाला। फाँटवालाको पनि हाकिम भनेको, फाँटवालाको पनि प्रमुख भनेको कुन हो? यो फाँट प्रमुख हुन्छ है। फेरि फाँटवालाको पनि प्रमुख लिडर भनेको फाँट प्रमुख हुन्छ। फाँटमा काम गर्ने भनेको फाँटवाला। पदका लागि न्यूनतम शैक्षिक योग्यता कति? कुनै पनि कार्यालयका प्रमुखको कार्यालय सम्बन्धी काममा सहयोग पुर्याउने सहायक स्तरका तोकिएका कर्मचारीलाई के भनिन्छ? निजी सहायक। ल हो, यही आउँदै आइसक्यो। निजी सहायक भनेको
पर्सनल एसिस्टेन्ट भनेको पिए भन्छ नि, पिए भनेको अरूको लागि हुँदैन, कार्यालय प्रमुखको लागि हुन्छ है। ठुलो कर्मचारीको लागि ठुलो कर्मचारीले पिए राख्छन्। कुनै पनि कार्यालयको प्रमुखको कार्यालय सम्बन्धी काममा सहयोग पुर्याउने हो। अब यहाँ कार्यालय सहयोगी किन भएन? कार्यालय सहयोगीले नि कार्यालय प्रमुखलाई सहयोग पुर्याउँछ होइन र? कार्यालय सहयोगीले त पुरै कार्यालयको ओभरअल सबैलाई सहयोग पुर्याउने हो नि त। हो, ठिक कुरा। कार्यालय सहयोगीले ओभरअल सबैलाई हो। यहाँ स्पेसल्ली तोकेर के भनेको छ, सहायक स्तरको कर्मचारीमा कार्यालय सहयोगी पर्दैन कि? यस्तो छ। अब कार्यालय सहयोगीलाई हाम्रो प्र्याक्टिसमा बुझ्दाखेरि पर्दैन। सहायक स्तर भनेको त 4औं र 5औं हो होइन। यस्तो छ, कार्यालय सहयोगी पनि सहायक स्तरका कर्मचारी भनेर भन्न मिल्छ। हामीले बुझ्दाखेरि 4औं 5औं या खरदार सुब्बा, अझै खरदार सुब्बा मात्रै होइन नि, फेरि वनरक्षकहरू पनि एसिस्टेन्ट कर्मचारीहरू नै हो भनेर हामी भन्छौँ। कार्यालय सहयोगीहरू पनि अब कस्तो भनेको छ भने परिभाषामा सहायक स्तरका, कार्यालयमा सहयोग गर्ने, सरसफाइमा सहयोग गर्ने, आगन्तुकहरूलाई सहयोग गर्ने, आगन्तुकहरू पाहुना पाछाको सत्कार गर्ने भनेको छ। त्यो काम त 4औं 5औंले मात्रै गर्दैन, निजी पर्छ त्यसमा है। कार्यालय सहयोगी पनि पर्छ। एउटा कुरा चाहिँ यहाँ अप्सनमा 4औं 5औं भनेर दिइराखेको अवस्थामा कार्यालय सहयोगी नै हो भनेर चाहिँ हामी भन्दैनौँ। तर कार्यालय सहयोगी पनि असिस्टेन्ट कर्मचारी हो, कार्यालय सहयोगी पनि सहायक कर्मचारी हो। अर्को कुरा यहाँ क्वेसनले नै के भनेको छ भने कार्यालय प्रमुखको कार्यालय सम्बन्धी काममा सहयोग पुर्याउने भनेको छ। कार्यालयका प्रमुखकै भनेर भनिसकेपछि पिए हुन्छ। ओभरअल रूपमा सहयोग पुर्याउने भनेको कार्यालय सहयोगी हो। कहिले कहिले अप्सन शब्दहरू सबै हेर्नुपर्छ। सुब्बा वा सो सरहको पदका लागि न्यूनतम नायब सुब्बा भनौँ है, सुब्बा भन्दा अलिकति नायब सुब्बा वा सो सरहको पदको लागि कति पढेको हुनुपर्छ? प्रमाणपत्र तह भनेको कति हो? 12 कक्षा +2 PCL IA, त्यही भनेको प्रमाणपत्र। खरिदारको लागि वा सो सरह भनेको 4औं SC उत्तीर्ण हुनु पर्यो। ल, कार्यालयको स्रोत साधन भन्नाले के बुझिन्छ? आय स्रोत, सञ्चार, जनशक्ति सबै बुझिन्छ। कार्यालयमा साधन स्रोतको आवश्यकता किन पर्दछ? माथिका सबै ल, माथिका सबै होइन, उद्देश्य भएछ, उद्देश्य बनाउनु पर्यो। उद्देश्य अनुसारको काम गर्न, कार्यालय नियमित रूपले सञ्चालन गर्न, उद्देश्य अनुसारको काम गर्न, विभिन्न आवश्यकता पूरा गर्न, माथिका सबै काम गर्न। कार्यालय सहायक 3 प्रकारमा। कार्यालयमा प्रयुक्त जनशक्तिलाई कति प्रकारमा विभाजन गर्न सकिन्छ? 3 ल, यो अलिकति कन्फ्युजिङ क्वेसन छ। तपाईहरुलाई बुकमा के लेखेको छ? 2 भनेर 2 सर 2 छ, एक और सञ्चार हो। होइन, सञ्चार होइन, यो जनशक्तिलाई कति प्रकारमा बाँड्न सकिन्छ। 3 हो क्या त्यस्तो? यस्तो छ हेर्नुहोस् है, सरकारी कार्यालयमा अब हामी प्राविधिक र अप्राविधिक भनेर मात्रै पनि त्यसरी पनि लेखेको छ कतै बुकमा। अब यो जनशक्ति भन्दाखेरि हामीले नर्मली बुझ्ने भनेको के भने एउटा दक्ष जनशक्ति, अर्को अर्धदक्ष जनशक्ति, अर्को दक्ष जनशक्ति भनेर हामी त्यसरी 3 किसिममा। अब कतै कतै तपाईहरुले बुकमा के पाउनुहुन्छ भने प्राविधिक जनशक्ति, अप्राविधिक जनशक्ति यति मात्रै लेखिदिएको पनि छ। अब तर हामी मेन पावरको हिसाबले भन्दाखेरि कार्यालयमा खालि 3 किसिमले भन्छौँ, दक्ष, अर्धदक्ष, अदक्ष। सर अनि बुकमा त 2टा दिएको छ नि कार्यालयमा। के लेखेको छ?
त्यसले त दिएको छैन तर दुईटा दिएको छ प्राविधिक दुईटा त्यही त अब के एउटा प्राविधिक एउटा अप्राविधिक दिएको होला त्यसरी पनि भन्न सकिन्छ। अब दक्ष अर्धदक्ष अध्यक्ष हुनुपर्छ खास चाहिँ है मेन पावर भनेको त्यसरी हुनुपर्छ। अब यो खालि यो सरकारी कार्यालयको मात्रै कुरा त भएन प्राविधिक अप्राविधिक भन्ने। हामी त कार्यालयको हिसाबले भन्दाखेरि सरकारी कार्यालयमा भन्यो भने चाहिँ 2 लगाउँदै बेटर हुन्छ है। कार्यालयमा मात्रै भन्यो भने चाहिँ अब 3 लगाउनुहोस् भन्छु मैले चाहिँ। केही इलाबोरेट गरेको छ अब क्वेसन काट्नेले कसरी काट्छ अब केही क्वेसन त यस्तो पो कन्फ्युजन पो हुन्छ। अब हामीले सानैबाट पढिराखेको के हो भने जनशक्ति भनेको दक्ष अर्धदक्ष अध्यक्ष र सरकारी कार्यालयको मुख्य उद्देश्य कुन हो? मुलुकमा राम्रो शासन व्यवस्था पढ्नुहोस् त यसो माथिका सबै भन्ने देखेपछि अब यसमा चाहिँ माथिका सबै भन्ने जस्तो छ माथिको सबै तर तपाईहरुलाई अप्सनमा क्वेसनमा आउँदाखेरि अब पछाडीको मैले राखेको एमसीक्यूहरुमा पनि यस्तो छैन सबै माथिका सबै भन्ने त हुँदैन। अब यहाँ धेरै जसो माथिका सबै नै हो शासन व्यवस्था सञ्चालन गर्न मुलुकलाई शान्ति सुरक्षा गर्न आर्थिक सामाजिक वातावरण तयार गर्न माथिका सबै कामको लागि 22 नम्बरको कुन बेठिक छ? ABCD व्यवसायिक कार्यालय अन्तर्गत सरकारी लगानी भएका स्थान वा निजी लगानी भएका संस्था पर्दछ। कुन बेठिक छ? राइट छ। सरकारी लगानी भएका संस्था व्यवसायिक कार्यालय अन्तर्गत सरकारी लगानी भएका संस्थान सरकारले लिएको छ। निजी लगानी भएका संस्था पर्छन्। सरकारी लगानी भएका संस्थाको स्थापना एवं आय व्ययको जिम्मेवारी सरकारले लिएको हुन्छ। सरकारी लगानी भएका व्यवसायिक संस्थान नाफाको उद्देश्य मात्र नभई नागरिकमा अधिकतम सेवा पुर्याउने उद्देश्यले स्थापना गरिएको हुन्छ। सरकारी संस्थानको पृथक कानुनी अस्तित्व हुँदैन। पृथक भनेको छुट्टै कानुनी अस्तित्व हुँदैन अरे छुट्टै कानुनी अस्तित्व हुन्छ। सरकारी संस्थानहरू पनि कार्यालय हुन् त्यो कार्यालयको कानुनी अस्तित्व त हुनै पर्यो। कार्यालय भनेको कानुनी व्यक्ति हो कानुनी अस्तित्व हुन्छ। अब यहाँ अलिकति स्लाइडहरुमा पहिला स्लाइडमा छुटेको तर एमसीक्यूमा भएको क्वेशनहरु हेर्नुस् त यो व्यवसायिक संगठन भित्र पर्छ है व्यवसायिक कार्यालय भित्र पर्छ। यो व्यवसायिक कार्यालय भनेको कस्तो भने व्यवसायिक कार्यालय भनेको दुई किसिमको हुन्छ एउटा सरकारी अर्को निजी। नाफा कमाउने उद्देश्यको लागि स्थापना भएका कार्यालयहरू जुन व्यावसायिक प्रयोजनका लागि स्थापना भएका हुन्छन्। सायद हिजो पनि भने व्यवसायिक कार्यालय भनेको व्यवसाय गर्न खोलिएका जस्तो दुग्ध विकास संस्थान नेपाल टेलिकम सरकारले आफ्नै लगानीमा खोलेको यो कम्पनीहरू यो संस्थानहरू दुग्ध विकास संस्थान गोरखापत्र संस्थान के छ अरू विद्युत प्राधिकरण यी व्यावसायिक प्रयोजनका लागि खोलिएको नाफा कमाउने उद्देश्यका लागि नेपाल बैंक लिमिटेड कृषि विकास बैंक लिमिटेड यो सबै सरकारले आफ्नो लगानीमा 50% भन्दा बढी जेठा भएको 50% भन्दा बढी सरकारकै लगानी शेयर भएको संस्थानलाई हामी संस्थालाई यो सार्वजनिक संस्थान भन्छ। यो नाफा कमाउने उद्देश्यको लागि हुन्छ। अब निजीको त भन्नै परेन प्राइभेट कम्पनी लिमिटेडहरू है प्राइभेट कम्पनी लिमिटेडहरू किराना पसलदेखि लिएर होटलहरू पनि निजी कम्पनीमा केही बैंकहरू पनि हुन्छ। ती बैंकहरू पनि निजी लगानीमा स्थापना भएका संस्थान छन् नाफा कमाउने उद्देश्यको लागि। अब निजी भनेको त नाफा कमाउनकै लागि नै हो तर सरकारका पनि यस्ता संस्थान हुन्छन् जो चाहिँ नाफा कमाउनका लागि व्यवसाय गर्नका लागि स्थापना गरिएका हुन्छन्। त्यसलाई चाहिँ व्यवसायिक भित्र पनि दुईटा हुन्छन् भनेर बुझ्नुस् है। ल छुट्टै कानुनी अस्तित्व हुन्छ। अब यो लास्टको एउटा क्वेशन छ सरकारी संस्थानको प्रकृतिसँग कुन मिल्दैन
लास्टको कार्यालयको व्यवस्थापन हुन्छ, कानुनी अस्तित्व रहेको हुन्छ, सेवा भावना रहेको हुन्छ। यस्ता कार्यालयले वस्तु सेवा उत्पादन गर्दैनन्, वस्तु सेवा उत्पादन गर्छन्। अघि नै भन्यो हामीले त्यही उदाहरणहरू। सरकारी संस्थानहरू भनेको वस्तु पनि सेवा पनि उत्पादन गर्छन्। कृषि विकास बैंक लिमिटेड, आयल निगम, नेपाल टेलिकम, यी के छ अर्को म्याग्नेसाइड, ओरिएन्टेल, के जनकपुर चुरोट कारखाना, यी सबै नेपाल सरकारका संस्थानहरू हुन्। 45-46वटा कतिवटा छ, 3टा चाहिँ सञ्चालनमा छ, 45वटा छ। सञ्चालनमा छैनन्, केही चाहिँ 3टा जनकपुर चुरोट कारखाना लगायतका केही चाहिँ सञ्चालनमा छैनन्। यो सरकारी संस्थानको प्रकृतिसँग मिल्दैन भनेको यही मिल्दैन है। 23 नम्बरको यो मिल्दैन। सर एउटा क्वेसन छ। हजुर, कार्यालय सहायक अन्तर्गत गएको कुन पर्दैन होइन? अनि फाटवाला छ, निजी सहायक छ, अनि सम्पर्क सहायक छ, अनि प्राविधिक सहायक छ। अनि यसमा चाहिँ प्राविधिक सहायक पर्दैन एन्सर चाहिँ। ल प्राविधिक सहायक पर्दैन भनेर एन्सर दिएको छ। हजुर। अप्सनहरू के फाटवाला त सहायक कर्मचारी भइहाल्यो। हजुर, निजी सहायक नि छ, निजी सहायक पनि हुन्छ, सम्पर्क सहायक पनि हुन्छ। अब त्यहाँ त सबै हुन्छ है, त्यो अब परिभाषामा सबै पर्छ। हजुर, तर एन्सरमा चाहिँ प्राविधिक सहायक यसमा दिएको छ। प्राविधिक सहायक पनि पर्छ। प्राविधिक सहायक भनेको त कम्प्युटर अपरेटर। प्राविधिक सहायक पनि पर्छ। यो बुक अनुसारको के हो? लोकसेवामा आएको क्वेसन हो र? होइन, बुकमा छ। बुकमा त राखेको छ कि यस्तै क्वेसनहरू। निजी सहायक नपर्छ सायद। होइन, निजी सहायक पनि पर्छ। निजी सहायक कहिले कहिले के हुन्छ भने निजी सहायक यसो देखिन्छ। अब अदालतहरूमा अदालतको निजी सहायकको कुरा गर्नुहुन्छ भने अफिसर राखेको हुन्छ। प्रधानमन्त्रीको निजी सहायक भनेको अफिसर लेभलको कर्मचारीहरू हुन्छ। त्यसरी भन्दाखेरि त बरु निजी सहायक नहुन पनि सक्छ। सहायक कर्मचारी अफिसर लेभलको हुनाले। तर एसिस्टेन्ट हो, फेरि पर्सनल एसिस्टेन्ट भनेर भनिन्छ। ल अरू त्यस्तै केही दुविधा भएको क्वेसन छ भने सुनाउनुहोस् त ल साथीहरूलाई।